म चाहिँ अमन र म एक चाहिँ पूर्व लागु औषध प्रयोगकर्ता हो। विगत 8 वर्षदेखि म चाहिँ नसारहित भएर बसेको छु हैन। यो भन्दा राम्रो चाहिँ बेटर भनेको चाहिँ हाम्रो लाइनमा भएको र हामी भएको केटाहरुमा यसरी चाहिँ दिइदैन भन्ने कुराहरु हो। अनि भाइलाई अब मैले सुरु गर्दाखेरि भाइको म अलिकति स्टार्टिङ फेजदेखि नै गएँ नि त म हैन। भाइ अब यो यता लागु औषधमा कसरी लाग्यो, यो लागु औषध भने के हो, मलाई चाहिँ यो भाइको पहिलो फेज चाहिँ कसरी यो लागु औषधमा चाहिँ कसरी फस्यो, दुर्व्यसनी भन्ने हैन यसलाई, दुर्व्यसनीमा कसरी फस्यो त? अब यसमा सबसे पहिला बुझ्नु पर्ने भनेको चाहिँ लागु औषध भने के हो त्यो बुझ्नु पर्ने हुन्छ के। मैले मात्र हैन जति पनि नयाँ पुस्ताहरु छ या फिर वित्तीय गइसकेको पुस्ताहरुले बुझ्नु पर्ने भनेको पहिला लागु औषध भने के हो त। लागु औषध भनेको चाहिँ यस्तो चीज हो जसले हाम्रो सोच्न सक्ने क्षमता, बुझ्न सक्ने क्षमता, हेर्न सक्ने क्षमता अनि त्यसलाई क्याप्चर गर्ने एउटा एबिलिटी हुन्छ नि त्यो एबिलिटीमा रास ल्याउनु नै एउटा लागु औषध भनिन्छ के त्यसलाई चाहिँ। र अर्को रहन्छ दुर्व्यसन। दुर्व्यसन भनेको के हो त? दुर्व्यसन भनेको कुनै पनि चीज या वस्तुमा है, कुनै पनि चीज या वस्तुमा त्यसलाई चाहिँ डेली वाइज है लिइराख्नुलाई चाहिँ है त्यसलाई एडिक्सन लत भनिन्छ। त्यसलाई चाहिँ सर्टकटमा भनिन्छ त्यसलाई चाहिँ लत। लत भनेको हाम्रो एडिक्सन त हो। एडिक्सन जस्तो म रेगुलर भात खान्छु भने मलाई भातै चाहियो, त्यो एडिक्सन हो हैन। एडिक्सन भनेको पनि छुट्टै छुट्टै किसिमको हुन्छ, सफ्ट एडिक्सन हुन्छ। अब जस्तै अब यो ड्रगमा आउने चाहिँ एउटा यो लतलाई चाहिँ अब त्यो चाहिँ क्याप्सुल कुलत। हजुर कुलत पनि नाम दिन सकिन्छ, तर कुलत भन्दा नि बेटर चाहिँ लत भनेर बुझिन्छ यसमा चाहिँ है। दुर्व्यसन भनेको चाहिँ अब यो चाहिँ जस्तोमा पनि हुन सक्छ, चाहे त्यो नसा लाग्ने होस् चाहे नलाग्ने होस्, त्यसमा पनि त्यसलाई पनि एउटा लतै भनिन्छ। नर्मल हामीले अहिले कफी खाइरहेको छौँ, तपाईले कुन टाइममा खानुहुन्छ, के टाइममा खानुहुन्छ हैन। तर यो तपाईले डेली वाइज लिएन भने तपाईलाई के हुन्छ त भन्दा प्यानिक अट्याकहरु आउने हैन, टाउको दुख्ने, नसाहरु दुख्ने, निन्द्रा नलाग्ने। त्यो अब सिम्पली भाषामा भन्ने हो भने हामीले तलतल लाग्ने या फिर लत लाग्ने। मेन भनेको त्यो लत चाहिँ हुन्छ के। तलतल भन्ने चाहिँ कस्तो भने अब मैले जुन चीज खाएर मलाई त्यो त्यसको तिर्सना मेट्छ हजुर हैन, अब ती चीज चाहिँ खानै पर्ने हैन, त्यसलाई चाहिँ लत। भाइको अब यो भनौँ न। र अर्को आउँछ एउटा चाहिँ एडिक्सन, दुर्व्यसनी भनेको। दुर्व्यसनी भनेको के हो भन्दाखेरि यसको ठिक्कै अपोजिट, कुनै पनि चीज या वस्तुमा निरन्तर रूपमा अनिवार्य रूपमा या फिर नहुने त्यसलाई चाहिँ हामीले चाहिँ दुर्व्यसनी भनिन्छ है। यो कुरा चाहिँ मेन कुरा चाहिँ बुझ्नु पर्ने चाहिँ यो खास। भाइको जस्तो अहिले मैले जोड्न चाहेको अब भाइलाई यो थोरै एक्सप्लेन गर्नुभन्दा नि सबभन्दा सुरुमा चाहिँ यो लागु औषध अथवा एडिक्सनको विषयमा चाहिँ भाइले एक्सप्लेन गर्नुभन्दा अगाडि चाहिँ मैले थोरै अघि जोड्न चाहेको कुरो के भने भाइ यसमा कसरी फस्यो, कहिले र कुन उमेरदेखि, हजुर र त्यो अहिलेसम्मको भाइको त्यहाँदेखिको जुन दुर्व्यसनमा फसेदेखिको अहिलेसम्मको सर्टकटमा एउटा जर्नी चाहिँ कस्तो थियो। बिचमा त्यो अरू कुराहरू म जोड्दै जान्छु होइन। हजुर त्यसलाई अलिक भाइले अलिक प्रश्न पारिदियो भने क्लियर गरिदियो। जर्नीको कुरा गर्दाखेरि चाहिँ कस्तो हुन्छ भन्दा नि मलाई भित्र आत्मादेखि नै घिन लाग्ने है, होइन मतलब डर लाग्ने त्यस्तो हुन्छ। अब त यो बिस्तारै कुरा गर्दै जाँदाखेरि यो जर्नीको कुरा गर्दाखेरि चाहिँ मेरो भित्रदेखि नै रुनु मन लाग्छ है, अनि आत्माले नै साथ छोडे जस्तो पनि हुन्छ, घिन लाग्दो हुन्छ। अनि मेरो विगतको कुराहरू सुनाउनु पर्दा डर लाग्ने है, त्यस्तो कुराहरू हुन्छ कि। सबसे पहिला सुरुमा यो ड्रग भनेको चिज चाहिँ एउटा एट्र्याक्सन हो रहेछ क्या। एट्र्याक्सन, क्युरियोसिटी हुन्छ नि, मलाई त्यो कुरामा एकदम जान्नु इच्छुक छ है, त्यो कुरामा हुँदो रहेछ। जस्तै अनि अर्को एउटा चाहिँ देखाउने के एक्ज्याक्टली है, अरूलाई म भन्दा तँ कम चाहिँ छैनस् भन्ने कुराहरू क्या। त्यस्तो कुराहरूले पनि प्रोत्साहन गर्दो रहेछ ड्रगलाई टान्नलाई क्या, ड्रगलाई त्यो लिनको लागि, एडिक्सनमा फस्नलाई। हजुर एडिक्सनमा एउटा कुनै पनि दुर्व्यसनमा फसेको भाइहरूले या फिर अब आउने जेनेरेसनले पनि यही गरिरहेको हुन्छ क्या। हामी जसरी फस्यो उनीहरू पनि त्यसरी नै फसिरहेको हुन्छ क्या। जस्तो कि मानौँ म हिरोजियम एटिट्युड देखेर छु। सबसे पहिला भन्नुपर्दा चाहिँ यो बानी बेहोरा नै बिग्रेको हो क्या। पहिला ड्रग लिएर मात्रै बिग्रिने होइन कि, बानी बेहोराले पनि बिग्रिँदो रहेछ क्या मान्छेको चाहिँ। म क्लास या फिर 8-9 मा पढ्थेँ, मसँग विभिन्न खालको साथीहरू थिए। कोही चस्मा लाउने साथीहरू थिए, कोही नलाउने साथीहरू थिए, कोही कपाल ठाडो हुने गरेर साथीहरू थिए। तर त्यो बिचमा चाहिँ मैले चाहिँ चुज गरेको, म कपाल ठाडो लाउने साथीहरूसँग चाहिँ चुज गर्न पुगेँ। अलिकति सो अप जो गर्छ त्यसलाई फलो गर्ने, त्यो जस्तो खतरा जस्तो कोही छैन है।
त्यसले जस्तो दामी चाहिँ कसले गर्दैन है म पनि के कम त म पनि त्योभन्दा पनि कम हुन्छ नि त भनेर एउटा हातमा चुरोट बोकियो है चुरोट बोक्दा स्टार्टिङ भनेपछि भाइको चुरोटदेखि सुरु भयो सबैको चुरोटदेखि नै सुरु हुन्छ क्या मेरो मात्र होइन हरेक एउटा दुर्व्यसनी दाजुभाइहरू सबैको यस्तो पनि हो नि त भाइ अब जस्तो भने हरेक मान्छे सिगरेट बोक्ने मान्छे त्यो एडिक्ट नै हुन्छ अथवा दुर्व्यसनमा फँसेको हुन्छ भन्ने पनि होइन नि त है हजुर अब त्यो जस्तो सिम्पल मान्छे पनि कोही अब होइन ऊ सिगरेट पिउँछ भने उसलाई चाहिँ हामीले के डाइरेक्ट उसलाई चाहिँ एडिक्सनमा फँसेको भनेर उसलाई क्याटेगोराइज गर्न मिल्यो त्यहाँ त्यो त मिल्दैन त्यो चाहिँ हेबिटमा जान्छ कि त्यो चाहिँ बिहेभियरमा हुँदैन कि हेबिटमा क्या त्यो चाहिँ एउटा कस्तो भन्दा पनि हेबिटमा जाने हो है त्यो दिनको कुरा गर्दाखेरि अब मैले एउटा सानो कुरा गरेँ त्यो कुराहरू बिस्तारै जाँदाखेरि म बिस्तारै लेभल बढ्दै गएँ होइन अब म यस्तो विचार गरेँ यो खाएर चाहिँ म राम्रो हुँदो रहेछ है यो खाएर चाहिँ म डेन्जर देख्ने रहेछ है यो गर्दा चाहिँ म त हिरो स्मार्ट होइन एउटा त्यो किसिमको एउटा भित्रदेखि नै हुँदो रहेछ क्या अनि बिस्तारै गर्दा 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 अलिक मेरो उमेर बढ्दै गयो होइन त्यसपछि मेरो क्लासहरू बढ्दै गयो 10 क्लाससम्म पुग्दाखेरि म एडिक्टेड भइसकेको रहेछु म आफूलाई थाहा छैन त्यस पछाडि त्यो बेलामा भाइको अब सिगरेट पछाडि सबभन्दा त्यो लागु औषधमा सबभन्दा सुरु भाइले त्यसरी कुन चाहिँ युज गर्यो त त्यसपछि चाहिँ मैले सुरु गरेको चाहिँ हाम्रो पिल्सहरू हुन्थ्यो है पिल्स त्यो टाइममा 60 साल 61 सालमा पिल्सको चाहिँ एकदम त्यो लोकप्रियता थियो क्या ब्यान्डहरूले खाने है भ्रम रहेछ क्या त्यो कुराहरू चाहिँ होइन रहेछ खासमा हामीलाई चाहिँ कसैले भ्रमिक पारिरहेको रहेछ क्या ब्यान्डहरूले खाएर यो ब्यान्डहरू चाहिँ यस्तो हुँदो रहेछ है हिरोहरूले यस्तो खाँदो रहेछ त्यो हिरोहरूले चाहिँ खाँदाखेरि चाहिँ यस्तो देख्दो रहेछ है भन्ने कुराहरू हामीलाई चाहिँ गलत भ्रम दिइरहेको रहेछ क्या हामी जस्तो अर्को केटाहरूले अर्को व्यक्तिहरूले है अनि पिल्सहरूको पनि त्यो टाइममा धेरै पनि पर्दैन थियो एउटाको एक चक्कीको 10 रुपियाँ पर्थ्यो या फिर 15 रुपियाँ पर्थ्यो है स्कुल टाइममा चाहिँ हामी त्यसरी खाँदै गयो कि मेरो साथीभाइहरू जति पनि मेरो सर्कलमा थिए है जति पनि मेरो सर्कलमा थिए मेरो जस्तै बानी बेहोरा हिरोपन्थी भन्छ नि हिरोपन्थी देखाउनु पर्ने स्मार्ट भन्थ्यो तर म स्मार्ट थिएन रहेछ म स्मार्ट देखाउनु पर्ने है त्यस्तो खालको के अब त्यसपछि आएर म बिस्तारै बिस्तारै ढल्दै 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 जाँदाखेरि गाँजा पनि खाइयो है त्यसपछि आएर गाँजा पनि फेरि एउटा भ्रमिकमा छ है कस्तो भन्दाखेरि शिवजीले तानेको बुट्टी भन्थ्यो क्या तर होइन रहेछ नि त त्यो यस्तो रहेछ क्या यो हामीलाई भनौँ न हामी जे चिजमा लगाव हुन्छ नि हजुर त्यो लगावको चाहिँ हामी जस्तो त्यो युजर छौँ हजुर मानिलिउँ होइन चाहिँ म एकछिनको लागि म रक्सी पिउँछु भने म ड्रङ्कर हो भने मैले त्यसको चाहिँ मैले कसैलाई भन्नु होइन मैले मान्छेलाई मैले त्यो त्यसको एक्सप्लेन गर्नु पऱ्यो भने मैले कसरी गर्छु भने यो रक्सी भने त अल्कोहल अब भन्नु त्यसको एउटा कावत के बनाइदिने भने अल कुराको हल गर्ने भएर अल्कोहल सबै समस्याको समाधान खाने मान्छेको चाहिँ त्यो एउटा उ गर्छ त्यसपछि आएर बिस्तारै गाँजा खान थाले गाँजाले शिवजीले बुद्धि हो यो होइन प्रसाद हो यो शिवरात्रिमा खानुपर्छ तर पछि बुझ्दै जाँदाखेरि त्यो होइन रहेछ क्या खासमा खाएको छैन रहेछ त्यो त हामीलाई भ्रमिक पारे रहेछ सबै कुराहरू हामीलाई भ्रममा पारेको रहेछ है त्यसरी खाँदै खाँदै जाँदाखेरि ब्राउन सुगर खायौँ है ब्राउन सुगर पनि हामीले धेरै दुःख गरेर खान्थ्यौँ पहिला त्यो ब्राउन सुगर पनि एकदमै सस्तो थियो है धेरैले युज नगर्ने तर कम्तीले युज गर्ने तर थाहा नभएको कुराहरू क्या त्यो चाहिँ है त्यसपछि आएर म लास्ट मेरो अवस्था भनेको इन्जेक्टिङ क्या आइडी युजर भनिन्छ है ड्रग इन्जेक्ट ड्रग भनिन्छ क्या त्यसमा पुगेँ क्या म चाहिँ त्यसमा त्यो बापत पनि त्यो गर्दा गर्दै पनि त्यसमा पनि अझ मोर सब्स्टिट्युटहरू थपेर त्यसलाई बोइल गरेर त्यसलाई खाने पनि भइसकेको थियो क्या आफ्नो नसामा सबसे हार्ड ड्रग भनिन्छ नेपाल अधिराज्यमा चाहिँ बाहिरको चाहिँ थाहा छैन है नेपाल बाहिर पनि धेरै कुराहरू छ तर त्यो भित्रिन सक्दैन किन भन्दा महँगो हुन्छ एक्सपेन्सिभ हुन्छ एक्सपेन्सिभको कारणले गर्दा त्यो युज गर्न सक्दैन तर मैले चाहिँ अब नेपालमा पाउने भनेको चाहिँ लास्ट स्टेज भनेको इन्जेक्ट त्यो पनि खाएँ है साथीभाइको लैलैमा होइन यो मैले आफैले डिमान्ड गरेको चिज आफै क्युरियोसिटी भएको कारणले आफ्नै व्यवहार त्यो सबै आफ्नो एउटा बानी व्यवहारले गर्दा रहेछ कि यो सब हिरोजियम भन्ने है अनि यो तपाईँको क्युरियोसिटी भन्ने यो सबै बानी बेहोराबाटै हुने रहेछ क्या ड्रगमा फस्नुलाई कसैले रोक्नु सक्दैन ड्रगमा कसैलाई पनि त्यो गर्न सक्दैन त्यसपछि मेरो जीवन कस्तो भयो लाइफ कस्तो भयो भन्दा नि दुनियाँमा सबसे मलाई धेरै माया गर्ने मान्छेहरू मबाट धेरै टाढा गयो क्या आजको दिन फर्केर आउँदैन त्यो कुराले चाहिँ एकदम पिल्छ क्या म जस्तो भाइ त्यो अब आफ्नो भनौँ न दुर्व्यसनमा एडिक्सनमा फँसिरहँदा
घर फ्यामिलीबाट चाहिँ रेस्पोन्स कस्तो हुन्थ्यो? घर फ्यामिलीबाट रेस्पोन्स भनेको त त्यस्तो खासै चाहिँ मैले चाल पाएन, तर दुःख चाहिँ हुँदो रहेछ। दुःख भाइले अहिले त्यो कुरा महसुस गर्न सकिन्छ? जस्तो भाइ त्यो दुर्घटनामा फसिरहँदा मेरो फ्यामिलीलाई चाहिँ यतिसम्म चाहिँ हुन्थ्यो होला भन्ने त्यो केही अहिले महसुस गर्न सकिन्छ त्यसलाई? यतिसम्म भन्नालाई कि अब कास यसले छोड्यो भने नि म यो धाम जान्छु है, मेरो बुवा भाकल क्या, यसले यो ड्रग छोड्यो भने म यो गर्छु, म यो ठाउँमा गएर यति प्रसाद चढाउँछु भन्ने कुराहरू चाहिँ हुन्थ्यो है। त्यो कुराहरू चाहिँ मैले राम्रोसँग रियलाइज गरेको कुराहरू क्या। नसामा हुँदाखेरि मैले कसैलाई पनि चिन्न सकेन, न मेरो आमा बुवा, न मेरो भाइ, न मेरो इष्टमित्र, न मेरो को। मैले केवल एउटा मात्रै चिज चिनेँ क्या, एउटालाई मात्रै माया गरेँ, त्यो हो ड्रग, लागु औषध। लागु औषध यस्तो चिज हो नि जसले बनिरहेको घर पनि बिगारिदिँदो रहेछ, सुख परिवार पनि दुःखमै बनाइदिँदो रहेछ क्या। यस्तो डरलाग्दो चिज, यस्तो डरलाग्दो घटनाहरू घटेछ नि मेरो लाइफमा। यो ड्रगको कारणले गर्दा मैले भर्खर पनि भने मलाई यो संसारमा सबैभन्दा मन पराउने मान्छे पनि है, मेरो जिम्मेवार उठाइदिएको मान्छेहरू, तिनीहरू आज मेरो साथमै छैन क्या, र हुँदा पनि हुँदैन क्या, र त्यो आउँदो पनि आउँदैन। के को कारणले भन्दा ड्रगको कारणले। ड्रग यस्तो चिज हो क्या। अब त्यो भनौँ न आफू एडिक्सनमा भइरहँदाखेरि होइन, त्यो बेलामा त्यो कुन बेला चाहिँ त्यो यसो फिल हुन्थ्यो कि मलाई चाहिँ अब भनौँ न यो ड्रग्सको कारणले, आफ्नो म एडिक्ट भएको कारणले चाहिँ मेरो घर फ्यामिली अथवा मलाई माया गर्ने मान्छेहरू, मेरो सबैभन्दा नजिकका प्रिय साथीभाइदेखि लिएर आमा बुवाहरू मभन्दा टाढिनु भयो भनेर कहिले चाहिँ त्यो कुरा चाहिँ ठ्याक्कै फिल भयो भाइलाई? त्यो फिल हुने भनेको मेरो अन्तिम अवस्थाको बेला, जहाँ मैले खान चाहँदै पनि मैले मनपर्ने चिज खान मन लाग्दा पनि खान नमिल्ने भएपछि मलाई आउँछ कि त्यस्तो याद। जस्तै कि मैले आइडी युज गर्थेँ है, इन्जेक्टिङ ड्रग युज गर्थेँ, मेरोमा पेन छैन, नसाइ छैन, खानलाई ठाउँै छैन क्या। त्यो छटपटाइ, त्यो दुखाइ, जुन त्यो इन्जेक्सन छ नि, हजुर, इन्जेक्सन चाहिँ आफै हान्ने कि कसैले हान्दिने कि? यो चाहिँ सुरुमा चाहिँ अब आफै भएको साथीहरू जस्तै मसँगै युज गरेको जुन इन्जेक्टिङ ड्रग हुन्छ उनीहरूबाटै लिने हो। बिस्तारै गर्दै गएपछि आफैले सिक्ने रहेछ क्या यो कुरा, आफैले सिक्ने रहेछ। किन भन्दा लोभको कारणले गर्दा क्या, मैले किनेर ल्याएको उसलाई पनि खुवाउनु पर्ने हुन्थ्यो होइन। त्यसलाई खुवाउनु भन्दा बेटर म आफैले खुवाउँछु नि त भनेर जता पाएँ त्यतै घुसेर मैले प्र्याक्टिस गर्थेँ होइन जिउमा। त्यो गर्दाखेरि आफूलाई पेन भन्दा नि बेसी आनन्द आउँथ्यो क्या, प्लेजर। पेन त कुरै छोड्नु, पेन मतलबै भएन, पेन त मलाई खान नपाएपछि पेन हुन्थ्यो, त्यो भन्दा नि बेसी त मलाई आनन्द आउँथ्यो क्या। मैले पनि सकेँ है भने कति गर्व गर्थेँ क्या। तर त्यो सब भ्रम रहेछ नि त, गलत रहेछ नि त, हुँदैन रहेछ नि त। तर मैले त्यो लिइरहेको हुन्थेँ क्या। त्यसरी नै मैले सिकेको। हातमा भ्याएन, खुट्टामा भ्याएन, यो तपाईँको पाखुरा र यो कम्मरको बिचको भागमा जुन सेन्सिटिभ पार्ट हो त्यहाँ पार्टमा हामीले लास्ट स्टेज भनेको त्यहाँ हान्थ्यो। यति दुर्घटनाहरू घट्यो ड्रगले गर्दा। कति जति प्रहरी हिरासतमा पर्यो है, कति जति निकाल्यो है, कति जति पढे थाहा पनि छैन घरको मान्छेलाई है। अब यसरी पनि ड्रगले गर्दा चाहिँ लास्ट चाहिँ अब एउटा कुरा हुन्छ नि त्यस्तो। जस्तो नि भाइलाई अब यो एडिक्सनको कुराहरू गरिरहँदाखेरि जस्तो हाम्रो समाजले पनि अलिकति चाहिँ अहिलेका युवाहरूलाई एडिक्सनमा दुर्व्यसनमा फस्न कतिको उनीहरूलाई चाहिँ उत्साहित गरिरहेछ होइन? समाजले त्यसमा म जोडिहालेँ कि। अनि समाजले अनि चाहिँ घर परिवार कतिपय त घर परिवारको फ्रस्ट्रेसनले पनि त्यसमा डुबेको देख्छु। अनि कतिपय मान्छे भनौँ न चाहिँ आफ्नो घर परिवारले फुर्काइदिने क्या, मेरो छोराले जे गरिरहेको छ त्यो अहिलेसम्म उनीहरूलाई जब छङ्ग कहिले हुँदो रहेछ भने मेरो छोरा त्यहाँ फस्यो अथवा मेरो भाइ फस्यो, त्यो बेलामा चाहिँ छङ्ग हुने क्या। अनि यो चिजले मान्छेलाई के अरे यो जो एडिक्सनमा फसिरहेछन् उनीहरूलाई कतिको त्यो चिजले हौसला दिइरहेछ क्या। अब यो कुरा चाहिँ कस्तो हो भन्दा नि जबसम्म परिवार भन्नुभयो, समाज भन्नुभयो नि, समाजमा कुनै पनि चिज नबिग्रेसम्म त्यतिसम्म रियलाइज हुँदैन। उसले खाएर हिँडोस्, उसुतेर हिँडोस् है, उसले जेसै गरेर हिँडोस् त्यो मतलब गर्दैन। जब समाजलाई अप्ठ्यारो पर्छ नि, मैले गरेर अप्ठ्यारो भयो नि, तब मात्रै रियलाइज गर्छ क्या यो मान्छेले भने। त्यस्तै घर परिवारमा पनि जबसम्म घर परिवारलाई अप्ठ्यारो पर्दैन, उनीहरूलाई दुःख पर्दैन मैले गर्दा चाहिँ, मेरो ड्रगको कारणले गर्दा, मेरो बानी व्यवहारको कारणले गर्दा,
तबसम्म त्यो कुराहरू चाहिँ रियलाइज हुँदैन क्या मैले खाइरहेको छु तर पनि मैले घरमा पैसा दिइरहेको छु भने त्यसमा कुनै पनि मतलब गर्दैन स्टिल अहिले पनि मैले जोड्नु खोजेको चाहिँ जस्तो मान्छे समाजबाट फ्रस्ट्रेट हुन्छन् होइन अनि त्यो कतिपय मान्छे चाहिँ यता एडिक्सनमा फस्छन् अनि जस्तो परिवार भयो होइन परिवारले नि त कोही कोही त भनौँ न अब सबैजनाको धेरैजनाको नहोला तर थोरैको त कस्तो हुन्छ तैँले समाजमा अहिले चाहिँ होइन यत्रो उमेर पुगिसकिस् तैँले अहिलेसम्म केही गर्न सकेको छैनस् भविष्यले केही गर्न त्यो टाइपको हुन्छ नि एउटा फ्रस्ट्रेसनले चाहिँ कतिको आकर्षित गर्छ त्यो एडिक्सनमा फस्नलाई भन्ने कुरो हो क्या मेरो अब एडिक्सनमा फस्नको लागि कुनै पनि त्यो तपाईँले भनेको रिजनको कुरा गरेँ मैले रिजन एडिक्सनमा फस्नको लागि कुनै पनि किसिमको रिजन चाहिँदैन सबसे पहिला एडिक्सन भनेको मैले अघि भने तपाईँलाई है ड्रगको बारे पनि भने तर एडिक्सनमा फस्नको लागि एउटा दुर्व्यसनमा फस्नको लागि कुनै पनि कुराहरूले हुँदैन मैले दुःख दिएँ होइन मेरो आमा बाउले मेरो कुरा सुन्नु भएन समाजले मेरो कुराहरू टेर्दैन होइन समाजले मेरो कुराहरू बुझ्दैन मेरो परिवारले मेरो कुराहरू बुझ्दैन भन्ने कुरा फ्रस्ट्रेसन भन्छ नि त्यस्तो खासै ड्रगमा चाहिँ हुँदैन क्या त्यो होइन अहिले जति पनि जस्तो मलाई चाहिँ जुन म दुई चारजना एउटा जस्तै मानौँ आज पानी परिरहेछ एउटा कुरा हो आज पानी परिरहेछ श्रीमतीले कराइरहेछ या फिर आमा बाउले कराइरहेछ भने गएर रक्सी खान्छ खाँदैन नि किन भन्दाखेरि आज पानी परिरहेछ मौसमले च्यालेन्ज दिएको छ यो कुनै फ्रस्ट्रेसन छ त छैन नि हो त्यो कारणले बहानाबाजी हजुर गर्मी भयो शीतल बनाउँ भने मैले चाहिँ यस्तो कतिजना अब त्यो ड्रग एडिक्टहरू भेट्दाखेरि उनीहरूको म्याक्सिममको प्रब्लम उनीहरूले के भनिरहेको छन् उनीहरूले चाहिँ मलाई घरको फ्यामिलीले मलाई चाहिँ टर्चर दिन्छ अब हुनु पनि हो मैले अब यत्रो उमेर भइसक्यो मैले कमाउनु सकेको छुइनँ साथीभाइहरूले चाहिँ प्रगति गरेँ मैले गर्नु सकेको छुइनँ यो फ्रस्ट्रेसनले गर्दा नि म चाहिँ यो एडिक्सनमा फसेँ भन्ने चाहिँ अब दुई चारजनाको त्यो कुरा सुन्दाखेरि अनि कतै न कतै अब भनौँ न अब एज अ मेरो पनि अब भोलि म पनि गार्जेन हो भने होइन मभन्दा जुनियर भाइहरूले त्यो खालको उ गरिरहँदाखेरि कतै न कतै अब हामीले सोच्दाखेरि हाम्रो कारणले पनि चाहिँ दुर्व्यसनतिर चाहिँ अब जो दुर्व्यसनमा फस्ने मान्छेहरू छन् उनीहरूलाई हामीले अलिकति उक्साइरहेको छौँ कि होइन भन्ने त त्यो हामी एउटा गार्जेन एज अ गार्जेन हामीले त्यो सोच्न त सक्यो नि त सक्यो तर यो कुराको सबै कुराहरू त्यस्तो हुँदैन क्या सबैले त्यस्तै हुन्छ जरुरी छैन तपाईँले त्यो जुन 4-4 5जना भन्नुभयो उहाँले राम्रो कुराले नबुझेको कारणले राम्रो तरिकाले नबुझेको कारणले गर्दा क्या कुनै पनि जन्म दिएको आमा बाउले आफ्नो छोराछोरीलाई टर्चर दिन्छ त दिँदैन है यो आफू उसले एउटा भौमिक संसारमा काल्पनिक संसारमा कल्पना मात्रै गरेको कुराहरू हो क्या त्यो चाहिँ आफ्नो छोराछोरी जन्माइसकेपछि यसलाई टर्चर दिनुपर्छ भनेर जन्माएको त हुँदैन होइन बस उनीहरूको त्यो भन्ने एउटा शैली नमिलेको होला सायद है गर्ने व्यवहार नमिलेको होला तर आफ्नो छोराछोरीलाई त्यस्तो चाहिँ कहिले पनि गर्दैन सकेसम्म उसको आफ्नो छोरा राम्रो होस् भन्ने कारणले पनि गरेको हुन्छ तर हामीले लिने तरिका चाहिँ नेगेटिभ नकारात्मकतिर जान्छौँ क्या कति कराएको बिहान पनि कराएको छ बेलुका ए बाबा हो नि त भन्ने हामी यत्रो उमेर भइसक्यो केही गरेको छैन त्यो पनि आमा बाउको पनि एउटा पक्ष हेर्नु पर्यो नि त आमा बाउले पनि मेरो छोराले अरूको छोराले राम्रो गरोस् भनेर भन्दैन नि त मेरो छोराले पनि समाजको अगाडि खुट्टा टेकोस् है भन्ने कुरा चाहना त हुन्छ नि मेरो नटेके पनि उसको टेकोस् न त भन्ने एउटा चाहना हुन्छ नि त्यो कुराले पनि जान्छ क्या तर हामीले बुझ्ने भनेको चाहिँ नकारात्मक पनि बुझिरहेको छ मलाई पनि भनेको थियो विदेश जा तर मलाई विदेश जानु छैन होइन मलाई खानु छ नि त अनि के ल्याउँछ त कुरा मलाई मेरो आमाले करायो यो भन्नेकोलाई त त्यही अर्को खानेलाई भनिरहेको हुन्छ क्या नखानेलाई भन्दैन नखानेलाई भन्यो भने नखानेले कस्तो राम्रो दिन्छ नि त हामीलाई एउटा प्रतिक्रियाहरू एउटा सल्युसन भनौँ या फिर हल भनौँ एउटा दिन्छ नि त तर हामीले भन्ने भनेको हामी जस्तैलाई मात्र भन्ने हो क्या अरूलाई गएर भनिँदैन नि त यही कुरा टिचरलाई गएर भन्यो भने टिचरले कस्तो चाहिँ हामीलाई गुरुहरूले कस्तो चाहिँ शिक्षा दिन्छ त माता पिता भनेर एउटा राम्रो ल्याङ्ग्वेजले सिकाउँछ नि त त्यो कुराहरू गर्दैन क्या मैले अघि पनि भने यो चाहिँ एउटा बाहना खानालाई बाहना मात्रै खोजिरहेको कुरा हो क्या जस्तो अब भाइ त अहिले अब त दुर्व्यसनबाट टाढा छ होइन अहिले भाइ तिमी ठ्याक्कै क्लिन भएको कति भयो म अहिले 8 वर्ष रनिङ भइरहेछ हजुर 8 वर्ष विगत 8 वर्षदेखि एक बुँद रक्सी खाएको छैन जब कि म बिहान उठेदेखि बेलुका नसुतिन्जेलसम्म नसा प्रयोग गर्ने मान्छे जे पाएँ त्यही नेपालको कुनै पनि चिज यस्तो नसा रहेन होला मैले नखाएको है म चाहिँ त्यसरी खाएर बसेको मान्छे विगत 8 वर्षदेखि चाहिँ एक बुँद रक्सी पनि नआइकन प्रतिज्ञाको साथ एउटा सेल्फ एउटा हुन्छ नि रेस्पेक्ट बनाएर बसेको मान्छे क्या
अहिले भाइलाई के हो भनौँ न, अब भाइ अहिले दुर्व्यसनबाट टाढा छ। हजुर। जस्तो अहिले दुर्व्यसनबाट टाढा भइसकेपछि त्यो पहिलाको विगत थियो नि जुन, भाइको त्यो विगतलाई अहिले सम्झिँदा कस्तो लाग्छ? त्यो विगत सम्झिँदा त एकछिन त मैले पनि त्यस्तो गरेँ त भन्ने कुराहरू ला बिचारा मैले बेकारमा गरेछु। सपनाबाट उठे जस्तो फिल हुन्छ। म त मरेर जन्मेको जस्तो लाग्छ। म मरिसकेँ मान्छे, म मरिसकेको थिएँ। आमाले खाना बोलाउँदाखेरि पनि मलाई कुनै ठेगाना हुँदैन। बाउले यता जा भन्दाखेरि पनि म नगर्ने मान्छे। दिदीले भाइटिकाको लागि कुरेर बस्नु पर्थ्यो। म कहाँ हुन्थ्यो त भन्दाखेरि नसा लिनलाई एउटा व्यापारी कहाँ पुग्नु पर्थ्यो, इङ्ग्लिसमा भन्नु पर्दा डिलर है। त्यसरी म त्यहाँ चुकेर पहिला त्यहाँनिर दर्शन गरेर मात्रै म घरमा आएर गर्थेँ होइन। जबदेखि मैले होस सम्हालेँ विगत 12 वर्ष 11 या 12 वर्ष मैले निरन्तर रूपमा बिहानदेखि बेलुकासम्म खाने मान्छे है। कति खायो होला, कति सिद्धि होला, मैले त्यो टाइममा मैले गरेको गल्तीहरू सुन्नु पर्दा आजको दिन पनि मलाई सुनाइरहेको हुन्छ क्या त्यो सानो सानो गल्ती। तर मैले बिर्सिसकेँ त्यो कुराहरू, जुन मैले गरेको गल्तीहरू मैले बिर्सिसकेँ। तर हजुर म मरिसकेको थिएँ त्यति। हजुर म मरिसकेको थिएँ। मरिसकेको मान्छेलाई जे सुनाइ पनि हुन्छ नि त। त्यो अहिले त्यो विगतलाई सम्झिँदाखेरि अहिले जुन भाइ जुन स्टेजमा छ हजुर अहिले एक गिली फिल हुन्छ कि हुँदैन? गिल भन्दा नि मलाई त अहिले चाहिँ एकदम कमिटमेन्ट लिनु मन लाग्छ। मैले कसैले नगरेको काम मैले गरेँ नि त। मेरो परिवारमा ड्रग भनेको चिज थाहा थिएन, मैले भित्राएँ नि त मेरो घरमा ड्रग होइन। कसैलाई थाहा छैन नाइट्रोसन होइन, कसैलाई थाहा छैन इन्जेक्टिङ ड्रग भनेको टिटी त्यो हाम्रो खोप हुन्छ नि टिटानस हो त्यो मात्रै थाहा छ नि। तर मैले अनेक थरी थाहा पाएँ, खानु हुने चिज पनि थाहा पाएँ, खानु नहुने चिज पनि थाहा पाएँ। भनेपछि सोच्नु त म कतिको रहेछु भन्ने। ड्रग मेरो घरमा मैले मात्रै छिराएको, स्टिल मेरो दाजुभाइहरू छन्, मेरो पढ्ने दाजुभाइहरू छन्, उहाँहरूले पनि त्यो चिजहरू थाहा भएन कि मैले थाहा पाएको कुराहरू। मेरो सात पुस्तामा कसैले खाएको थिएन होला, मैले खाएको कुराहरू। मैले गर्दा कति रोयो होला त मेरो आमा बाउ मेरो दिदी बहिनीहरू, कति चिन्तामा बस्यो होला है, कति गाह्रो भयो होला क्या म मरेको देख्दाखेरि क्या। होस समेत छैन है। मेरो मिल्ने साथीभाइहरूले कति सम्झायो होला त मलाई, नखान। त्यति बेला त झर्को लाग्छ नि होइन? झर्को होइन नि सर दाइ, त्यसलाई त तोडमोड गर्न मन लाग्ने, फुटाउन मन लाग्छ, सिसा फुटा जस्तो। अनि भाइले भनौँ न जिन्दगीको धेरै कुरा भोग्यो होइन, जस्तो मान्छेको भोगाइ फरक फरक बेग्लै बेग्लै हुन्छ। हजुर मैले भने हजुर हजुर। अब मलाई अघि भाइले भने जस्तो अब मान्छेलाई त बस बाहना चाहिने हो, हजुर बिग्रनलाई बाहना चाहिने हो, तर सुध्रिनलाई मान्छेलाई चाहिँ बाहना पनि चाहिँदैन, अरू होइन अरूको सल्लाहले पनि मान्छे सुध्रिन्छ होइन। सल्लाह भन्दा चाहिँ कस्तो हुन्छ नि, सल्लाहले खासै हाम्रो एडिक्सनमा परेकोहरूलाई सल्लाह भन्दा बेसी उनीहरूलाई चाहिँ आत्मविश्वास दिने मान्छे चाहिँ मैले भन्नु खोजेको मान्छे बिग्रिनु पऱ्यो भने एउटा बाहना चाहियो। र सुध्रिनुलाई त उनीहरूले 10 जना मान्छेले बोले पनि उसले त्यो कुरा सुन्दैन नि त फेरि। हजुर हजुर होइन, किनभने आफ्नो डेट मान्छेले छोड्दैन। भाइले यो सबै कुरो अहिले भोगिरहँदा र अहिलेको यो स्टेजमा भइरहँदा क्या भाइलाई जिन्दगी चाहिँ के जस्तो लाग्छ? मलाई जिन्दगी भनेको यही सेम टपिक एउटा हाम्रो अस्ति एकचोटि हाम्रो जति पनि दाजुभाइहरू छन्, हाम्रो दाजुभाइहरू छन् कि एउटा म एउटा सुधार केन्द्र अझै पनि स्टिल चलाइरहेको छु होइन। अनि यही कुराहरूले लाइफ इज वाट भनेर क्या कसैले के डेफिनेसन दियो क्या है, कसले के है। अनि मेरो पाला आयो, मैले लाइफ इज कलरफुल भने तर कसरी भनेर सोधेँ क्या। हिजोको दिन मेरो कालो थियो है, अन्धकार थियो नि त, भ्रममा थियो नि त, एउटा कलर भयो नि त कालो। आजको दिन सेतो छ क्या, रङ्गिन छ, सङ्गीन छ, सबै चिजहरू जिन्दगी त अहिले यो रातो पनि छ, हरियो पनि छ क्या। मैले देखेको छु नि त, आजको दिन मरेबाट उठेर जिउँदो भएको छु नि त, म महसुस गर्न सक्छु नि त त्यो कुराहरूले गर्दा। मैले पहिलादेखि पनि भन्थेँ, अब क्लासहरू पनि हुन्थ्यो हाम्रो, क्लासहरूमा पनि सोध्थेँ जिन्दगी भनेको के हो, वाट इज लाइफ भन्दाखेरि कसले मैले दिने पहिलादेखि नै यही हो एन्सर, यही हो कलरफुलै भन्छु। किनभने आफूले दुर्व्यसनबाट बाहिर आएपछि होइन, जब दुर्व्यसनमा थिएँ म, मेरो कालो संसार थियो क्या। संसार पनि कालो, भविष्य पनि कालो, वर्तमान पनि कालो, सोच पनि सानो, मेरो पास्ट पनि कालै थियो। तर आज के छ त, स्वच्छ मन छ, इमान्दारिता छु है, विलिङमा छु होइन,
खुला दिमाग छु नि त हाउ भन्छ यसलाई चाहिँ क्या सर्टकटमा चाहिँ हाम्रो प्रोग्राम अनुसार चाहिँ हाउ भन्छ यो 3 कुराहरू छ हैन त्यो कुराहरूले पनि म रियलाइज गर्दा चाहिँ लाइफ इज कलरफुलै भन्छु आज म सेतो छु दुध जस्तै सेतो नभएर तर चामल धुँदा निस्किने त्यस्तै त सेतो त छु त कमसेकम भन्ने कुराहरू चाहिँ मलाई प्राउड लाग्छ क्या त्यो कुराहरू अब भाइ भनौँ न यो दुर्व्यसनबाट छुट्नलाई चाहिँ विधि के अपनाइयो विधि चाहिँ मैले यसको अलिकति लामो समय भनौँ कि ठिक छ भनौँ न म नसरै म रियाब बस्यो कि रियाब कतिचोटि बस्यो कि होइन अब मान्छेको कतिजना मान्छे त मैले देखेको छु रियाब भनेको चाहिँ एकचोटि दुईचोटि अब हुन्छ त्यो प्रोग्राम कसरी चलाउँछन् होइन त्यहाँभित्रको अनि काउन्सिलिङ कसरी गर्छन् त्योले पनि प्रभाव परेर होला कतिजना मान्छे म रियाबबाट फर्केर त्यो रियाबमा हुँदाखेरि एकदम इमान्दार हिज लाइक अ म्यान भने चाहिँ त्यो बेला चाहिँ यसो हेर्दाखेरि अब चाहिँ मान्छे बनेछ भन्ने टाइपको देख्ने तर बाहिर आएपछि व्यवहार फेरि उयो क्या अनि सेकेन्ड टाइम पनि फेरि उसलाई रियाबमै हुनुपर्ने होइन अब भाइको चाहिँ त्यो खालके चाहिँ भनौँ न जर्नी कस्तो भयो भाइ रियाब बसेको हो कि होइन तिमी होइन अब तिमी रियाब बसेर पनि कतिचोटि बस्यो अझ कसरी सुध्रियो होइन त्यसलाई अलिकति मलाई जोड्दै हुन्छ कुरामा अब यस्तो थियो मसँग चाहिँ लास्ट अप्सन थियो होइन सबसे पहिला भन्नुपर्दाखेरि एउटा एडिक्सनमा फसेको एडिक्टको 4वटा वे हुन्छ है 4वटा वे चाहिँ हुन्छ यो तपाईँ पनि बुझ्नु होला है र जति पनि हेरिराख्नु भन्दैछु म थोरै जोडिहालेँ मेरो कस्तो भने म आफै लागु औषध प्रयोगकर्ता नभए पनि मेरो पनि फ्यामिलीमा कोही थियो त्यो चिजले म यति कुरा चाहिँ महसुस के गर्न सक्छु भने मैले अघि जुन भाइलाई भने भाइको पोइन्ट अफ भ्यूबाट हो तर म एज अ गार्जेन भएको कारणले अथवा मेरो पनि आफन्त कोही थिए लागु औषधकर्ता त्यो चिजमा म त एउटा चाहिँ एज लाइक ब्रदर भएर त्यो सोच्दाखेरि मलाई नै त्यति पेन हुन्थ्यो क्या अनि म सोच्थेँ उसको एक्चुअल गार्जेनलाई म एज अ भनौँ ड्याड ममलाई होइन दिदीबहिनीलाई कति पेन हुन्छ भन्ने कुरा त्यो म चाहिँ खुला मनले महसुस गर्न सक्थेँ क्या त्यो कुरा मैले भोगेँ मैले पनि होइन त्यो भएर भाइसँग मैले अहिले अघि पनि भनेँ यो गार्जेनहरूको चाहिँ कति भूमिका हुन्छ यो लागु औषधमा फस्नलाई भन्ने कुरा मैले त्यो जोडेँ क्या अनि मैले भने अब त्यस्तै बिहेभ मैले 2-4जना मैले देखाएको छु अघि मैले जोडिहालेँ कुरो पस्दै निक्लिँदै उसको चेन्जै नहुने क्या बिहेभियरमा चेन्ज अब त्यहाँ जाँदाखेरि ट्याक्कै यसो हेऱ्यो ल यो मान्छेले गर्छ अरे वेल डन यतिको मान्छे चाहिँ खास यो हो नि त हामीलाई भन्ने टाइपको हुने अनि भाइको चाहिँ त्यो खालके क्रियाकलापहरू चाहिँ कति भयो त भन्ने हो सबसे पहिला चाहिँ बुझ्नु पर्दा चाहिँ एउटा मैले भर्खर म यसमा अलि लामो समय भन्छु ठिक छ सबसे पहिला चाहिँ एउटा एडिक्टको 4वटा त वे हुन्छ सबसे पहिला पुलिस स्टेसन जेल भनौँ न अर्को हस्पिटल ओभरडोज है अर्को रिह्याब न्यू लाइफ है अर्को हामीले मरणपछि जानुपर्ने ठाउँ आरेघाट यो 4वटा मात्रै वे छ एउटा एडिक्सनमा फसेको एडिक्टहरू 4वटा मात्रै वे छ अरू कहीँ छैन र अब यसमा जोड्नु पर्दाखेरि म चाहिँ फर्स्ट ट्रिटमेन्टमा उठेको फर्स्टमै हजुर फर्स्टमा मैले एकदम रियलाइज गरिसकेँ मैले मेरो भएको मलाई माया अघि पनि भनेन मलाई माया गर्ने मान्छे मसँग टाढा गइसक्यो उहाँले बोलेको बोली अहिले पनि याद आउँछ क्या झसक आउँछ क्या त्यो लास्ट शब्द क्या जुन उहाँ हस्पिटलमा हुँदाखेरि म खाएरै बसिरहेको थिएँ उहाँ बित्नु भयो तर पनि केही पनि रियलाइज थिएन क्या जब मसँग अहिले छैन नि तब चाहिँ एकदम रियलाइज हुन्छ अनि अर्को आउँछ गार्जेनहरू के हुन्छ भन्दाखेरि पहिलोचोटि बस्यो ट्रिटमेन्ट कतिको हुन्छ 6 महिनाको हुन्छ नि त 3 महिनामा जानुहुन्छ भिजिट गर्न त्यहाँ जाँदाखेरि छोरा कस्तो देख्छ भन्दा पहिला खान नपाएको जस्तो देखिन्छ मुखसुख ख्यापक्क हात सात चाप दुब्लाएर सिद्धि कस्तो हुन्छ 32 कम्मर लाग्ने ठाउँमा 26 कम्मरको लागिरहेको हुन्छ होइन तै पनि पाइन्ट खुस्किरहेको हुन्छ क्या त्यस्तो व्यक्ति एकैचोटि गएर 3 महिनापछि देख्दाखेरि अलि गुटुमुटो गुल्लुमुल्लो देखिन्छ क्या र त्यहाँ बस्ने मान्छेले पनि भन्छ म ठिक भएँ भन्छ क्या तर सब गलत त्यहाँ भएका जुन अग्रज दायाहरू हुनुहुन्छ जुन त्यहाँ प्रोफेसरहरू हुन्छ हाम्रो चाहिँ प्रोफेसर भनिन्छ है जुन त्यहाँ बस्ने प्रोफेसर त्यहाँनिर बस्ने एउटा दुर्व्यसनै फसेका तर लामो समय छोडेर बसेका दाजुभाइहरू हुन्छ उहाँहरूको कुराहरूको कन्सर्न गर्नुहुन्न उहाँहरूको कुरा फलो गर्नुहुन्न उहाँहरूको फलो गर्नुपर्ने हुन्छ क्या पहिला गार्जेनले गर्दैन उहाँले के देख्छ भन्दा रूप देखिन्छ भित्रको सोचाइ उसको सोचाइ कस्तो छ
उसले गर्नु खोजेको के छ ऊ बुझ्दैन, उसले बाहिरबाट मात्रै हेर्छ गार्जेनहरूले अनि लिएर जान्छ। तर यो उसले एउटा कुरा कस्तो भने प्रोग्राम पनि बिजेको हुँदैन कि त्यहाँभित्र रियाभित्र। मैले त अहिलेसम्म भनेको रिया भनेको मेरो पवित्र मन्दिर हो। म कुनै मन्दिरमा जानु पर्दैन त्यस्तो आनन्द लिन क्या, शान्त लिन, पूजा आर्चना गर्न। तर कतिजना फेरि के भन्छन् भने अब रियाब भनेको त्यो एकदम उदिने ठाउँ होइन। यो विषयमा म अलिक पछि पनि कुरा गर्छु, भाइलाई जोड्छु पनि होइन। अहिले मैले सिम्पली म एज अ म गार्जेन र भनौँ न एकछिनको लागि भाइ दुर्व्यसनमा फँसाएको छ, म उसको अभिभावक। हजुर, त्यो मेरो पोइन्ट अफ भ्यूबाट कस्तो छ भने हाम्रो समाजमा अझै पनि बुझाइ मेरो छोराछोरी दुर्व्यसनमा फँस्यो होइन, दुर्व्यसनमा फँस्यो। पहिलो कुरो समाजमा उसले उनीहरूको सोचाइमा के हुन्छ भने उसको हाम्रो चाहिँ अभिभावकहरूको गार्जेनहरूको मेरो छोराछोरी दुर्व्यसनमा फँस्यो भन्नलाई हामी समाजसँग भन्न डराउँछौँ। पहिलो कुरो यो। दोस्रो कुरो फँस्यो त फँस्यो, अब उसलाई कसरी निकाल्ने भन्दाखेरि एउटा आफ्नो घरेलु विधि छँदैछ, अलिक थर्काउने हो कि फकाउने हो कि होइन, ललाइ फकाइ गर्ने हो कि। अझ रिसेन्टली त्यो मान्छे एउटा अर्को विकल्प के देख्छ भने बिहे गर्दा पनि सुध्रिन्छ कि बिहे पनि गर्ने, विदेश पठाउने होइन। अनि त्यो अनि अहिले लास्टमा अनि विकल्प केही नभएपछि अब के गर्ने त भन्दाखेरि मान्छेले थाहा पाउँछ है, अत्याचार गर्यो भने जेल पनि राख्नुपर्ने हुन्छ। होइन अत्याचार गर्यो भने होइन, मैले यो समाजमा देखिरहेको एउटा प्रतिबिम्ब चाहिँ एउटा भनौँ न एउटा मिररिङ चाहिँ के छ भने त्यो मान्छेलाई हाम्रो भनौँ समाजले के गरिरहेछ भने मेरो छोराछोरी फँस्यो भने मेरो नाक काट्यो, उसले त्यो सोचिरहेछ तर उसको छोराछोरीले त्यो बुझ्दैन। हजुर, मेरो छोराछोरी त्यो फँस्यो, अब यसलाई कसरी निकाल्ने, अहिले कस्तो विधिबाट, अब त्यो सबै विधि घरेलु विधि अप्नाइसकेपछि लास्टमा विकल्प के भने उनीहरूले अब रिया हजुर भनौँ यसलाई साधारणतया भन्ने भने हामीले सुधार गृह हजुर होइन, रिहेबिलिटेसन सेन्टर भनिन्छ त्यहाँ लाने भन्ने। अनि त्यो पनि फेरि गुपचापमा क्या होइन, अन्धकारमा यसरी के कसरी लाने भन्दा नि मान्छेले देख्दाखेरि लाँदा पनि मान्छेले थाहा पाएर बेइज्जत हुन्छ कि। यो चिजले पनि अलिकति चाहिँ लागु औषधकर्ताहरूलाई चाहिँ अलिकति प्रोत्साहन दिइरहेछ कि होइन। उनीहरू बाबुआमा आफ्नो इज्जतको लागि पनि डरले पनि मलाई त रियाब त लाँदैन होइन, अनि लागु औषधकर्ता हो मेरो छोरा हो भनेर पनि भन्दैन होइन। यो कारणले पनि रियाबमा लाने उहरू अलिक चाहिँ लाने कल्चरलाई अनि हामी अलिक ओपन माइन्डेड नभएर मेरो छोराछोरी यस्तो छ भनेर चाहिँ समाजको सामु नभनेर पनि यो चिजले अलिक बढावा पाएको हो कि भन्छु कि। अनि रियाबको बुझाइ फेरि हाम्रो के छ भने हाम्रो समाजमा रियाब लानु हुँदै त्यो भनेको त यातना दिने ठाउँ, पुरै त्यहाँ चाहिँ टर्चर गर्ने, तँलाई यस्तो उस्तो भन्ने ऊ छ होइन। अब त्यहाँभित्रको वास्तविकता भनेको भाइलाई थाहा छ हजुर होइन। त्यहाँको वास्तविकतामा हाम्रो जेनरली बुझाइमा चाहिँ हाम्रो त्यो छ क्या। अब भाइले त्यो कुरालाई अलिकति एक्सप्लेन गरिदियो भने अब ठ्याक्क यो खास रिहाब सेन्टर किन चाहिने होइन, हामीले रिहाब नै किन चाहिने, सुधार केन्द्रमा लग्दा के हुने भन्ने चिजमा अलिकति भाइले थोरै मलाई नै बुझाउने हिसाबले त्यो भनिदिनु पऱ्यो भन्छ क्या। सबसे पहिला भन्दाखेरि मैले मेरो पवित्र ठाउँलाई चाहिँ चाहे मेरो होस् चाहे अरूको होस् है, म पवित्र मान्छु भनेको रिहेबिलिटेसन सेन्टर सुधार केन्द्र होइन। सबसे पहिला सुरु यातना भन्छ नि, यातना भने कस्तो खालीलाई यातना भनिन्छ त? खान नदिने हो कि, कुटेर राख्ने हो कि, सुत्न नदिने हो कि होइन? यातना भने के हो त? कसले चाहिँ निकाल्यो त यातना भनेको शब्द? कसले चाहिँ देखियो त यातना भन्ने शब्द होइन? कि देखेकोले भन्नु पर्यो कि एकजनाले काल्पनिक संसारमा डुबेरै कल्पना गरेको हुनु पर्यो यातना भने? के हो त यातना? सुधार केन्द्रमा अरूका छोराछोरी ल्याएर होइन हामी उसलाई एउटा नयाँ जीवन नयाँ किरण दिन्छौँ भनिरहेको हुन्छौँ, तर यातना कहाँबाट दिन्छ त? के भनेर दिने? न दुश्मनी छ न पैसा लेनदेन छ। अनि म यही कुरा बिस्तारै भन्दै जान्छु, गार्जेनहरूले तपाईँले जुन भने नि म त्यो बिस्तारै भन्दै जान्छु। यातनाको विषय जुन त्यो मलाई अहिले लागेको होइन, मैले अहिले यो कुरा ठ्याक्कै जोडिरहँदा चाहिँ अझै बेटर होला जस्तो लाग्यो कि, किनभने अब भाइ काठमाडौँबाट बिलङ गर्छ होइन, भाइ घर काठमाडौँ हो, हजुर यहाँ इलाम भाइ आयो होइन, अब साथीसँग अब यस्तै दुर्व्यसनबाट बाहिर निस्केको साथीसँग भाइहरूले एउटा राम्रो प्रयास गरेको मेरो तर्फबाट एकदम गरेको थियो होइन, गरेको थियो। अब त्यसमा सक्ने सहयोग मैले पनि गरेको थिएँ होइन। त्यो फेरि मैले गरेँ भाइहरूलाई गरेँ भन्नु खोजेँ, तर यो कुरामा असफल चाहिँ भएको छैन है, किन भन्दा मेरो सोच अहिले चाहिँ पनि सकेको छैन। ठिक छ होइन, म यसमै जोडेँ कि अनि त्यस पछाडि भाइले अहिलेको कुरालाई फेरि कन्टिन्यू गर्नु। त्यहाँ हामीले भाइहरूको प्रयासमा एउटा सुधार केन्द्र खोलिरहँदा त्यो सुरुमा चाम राम्रै थियो, अब बिचमा मैले अहिले त्यो गार्जेनहरूले अनि त्यसपछि यो यातनाको कुरा भने अहिले यातनाको कुरा गरिरहँदा
चाहिँ म्याक्सिममले यातना भन्ने गार्जेनहरूले भन्ने कुरोमा चाहिँ उनीहरू कि त्यहाँबाट भागिसकेकोले हामीलाई यसरी यातना दिन्थ्यो। हजुर त्यो अफकोर्स त्यही भन्ने हो। जस्तै मानौँ एउटा कुनै पनि ठाउँमा काम गर्ने व्यक्ति राम्रो गर्दा गर्दा तर ऊ नयाँ ठाउँमा जाने एउटा त्यो हुन्छ नि क्युरियोसिटी, त्यहाँ धेरै पैसा पाउँछ है भन्ने सुन्ने हुन्छ। यसो गरौँ न त अहिले हामीले कुरामा भाइहरूकै यो भाइहरूले खोलेकै रियापको यसमै जोडेरै भनौँ नि त, त्यो गर्दा अझै बेटर होला होइन, क्लियर हुन्छ। किनभने स्पष्ट छ होइन। अब भाइहरूले मेरो तर्फबाट त भनौँ न एउटा समाज सुधार्ने काम गरिरहेको भाइहरू राम्रै थियो। सोसल वर्क यसमा चाहिँ के भयो भन्दाखेरि जुन ल्याउने बित्तिकै मान्छेलाई पहिला सुरुमा उसको बडीको लागि र नसा छोड्नको लागि डिटोफिकेसन भनिन्छ है, त्यसको लागि हामीले 12 देखि 15 दिनसम्म राख्छौँ क्या। उसलाई एउटा छुट्टै मान्छे पनि राख्दैन, दिन रात हेर्नको लागि मान्छे चेन्ज गरी राख्न सकिन्छ। तर एउटा कुरा के भन्दाखेरि मलाई लागेको कुरा ड्रग भन्दा नि अल्कोहल सबसे डेन्जर लाग्छ क्या। ड्रगले त जस्तो एउटा पेन मात्रै गरिन्छ क्या यो बडीमा पेन, तर अल्कोहलले चाहिँ यो जुन सोच्न सक्ने, हेर्न सक्ने, बुझ्न सक्ने सबै क्षमता उडाइदिन्छ क्या। तपाईँलाई मैले ल्याएँ, म तपाईँको चाहिँ एउटा गार्जेन, तर तपाईँ स्वयं अगाडि भए पनि तपाईँले मलाई चिन्नुहुन्न क्या। त्यसलाई चाहिँ भन्छ हेलुसिनेसन, हेलो भन्छ सर्टकटमा है। त्यो भएको थियो उसलाई, त्यो कार्यमा पनि उसलाई हामीले हरेक चिजहरू उसलाई गर्नुपर्ने चिज सबै गरेको थियो क्या। होइन त्यो कुरा म जोड्छु कि अहिले हामीले जुन भनौँ न यातनाको कुरा त कस्तो चिजलाई चाहिँ उनीहरूले यातना ठान्छन् त भने क्या। जस्तो मैले यो कुरा भन्छु, यातना भनेको भाँडा माझ्नु पऱ्यो है, आफ्नो घरमा सिन्का उठाउँदैन उसलाई त जिम्मेवारी सिकाउनु खोजेको हो नि त होइन। उसलाई त्यसले यातना भनिन्छ है। कुनै पनि गल्तीलाई चाहिँ हामीले केलाउनु लगाउने हो क्या। त्यो गल्तीमा चाहिँ उसलाई रियलाइज कन्सिक्वेन्सेस परिणाम भनिन्छ, यो त्यसलाई सजाय भन्दैन क्या, त्यसलाई परिणाम भनिन्छ। यो गल्तीबाट तँलाई यो गल्ती यो सजाय यो परिणाम आउँछ है भन्ने एउटा हामीले बुलन्द गर्ने चिज हो नि त। त्यो यातना भन्छ है उनीहरूले चाहिँ, किन भन्दा उनीहरूलाई त्यहाँ बस्नै मन लाग्दैन। र सबसे पहिला सुन भन्नुपर्दाखेरि एडिक्सनमा फसेको एउटा एडिक्टलाई रिह्याब भनेको चिज नर्क लाग्छ। जब उसले आफ्नो जिम्मेवारी वहन गर्दै जान्छ, जब उसले आफ्नो कर्तव्यहरू निर्वाह गर्दै जान्छ नि, जब उसको सबै चिजहरू गुमेर जान्छ नि, तब मात्रै रियलाइज हुन्छ त्यो कुरा चाहिँ। रिह्याब भनेको त साँच्चीकै मन। तल हाम्रो भाइहरूको रिह्याबको नाम के पो थियो? कृपा मिदुई हो। अहिले के छ त्यसको अवस्था? त्यसको अवस्था अहिले त हाम्रो बन्द छ, नाम चाहिँ खालि कागजमा मात्रै छ। बन्द के कारणले भयो? अलिकति भाइले बन्द यस्तै हो, एउटा व्यक्ति ल्याउनु भयो, उहाँको सबै कुराहरू मान्छेहरू पनि थियो है, उहाँ बस एउटा फ्यामिली आएको थिएन होइन, बाँकी उसको साथीभाइ अरू दाजु पनि थियो के अरे, ल्याउनु भएको थियो। हामीले लियौँ, किन भन्दाखेरि एउटामा फसेको मान्छेलाई हामीले त राम्रो गर्नलाई गर्छौँ नि त, उसलाई होइन। एउटा कुरा नर्मल्ली हामीले यसरी बुझौँ न, हस्टेल ल्याएको कुनै पेसेन्ट छ भने उसलाई त निको बनाउने हो, उसलाई उसको गार्जेन आएको छ कि छैन, इमर्जेन्सीमा ल्याइदियो भने त त्यो उसको पेसेन्ट के अरे पेसेन्टको चाहिँ हामीले के गार्जेन छ कि छैन त्यो हेरिराख्ने कि हामीले उसलाई चाहिँ मेडिसिन गर्ने त, उपचार गर्ने त, हामीले त उसलाई उपचार गर्ने ट्रिटमेन्ट हो होइन। हामी जस्तै फसेका मान्छेहरू त हो, गाह्रो भइरहेछ उसलाई, हामी त उसलाई पेन रिलिफ गर्ने हो नि त होइन। भ्रम भइरहेछ, सत्य रूपमा ल्याउने हो नि त हामी, हो त्यो कार्यहरू हामीले गर्छ। आयो ठिक छ, हामीले लियौँ, तर 4 दिनभित्रमा चाहिँ उसको त्यो अनैतिक कार्यहरू भइरहेको थियो क्या। भनेको ऊ चाहिँ एडिक्सन के एडिक्सनमा फस्या थियो? अल्कोहल भनेको डेन्जर। मैले अघि नै भने केही थाहा हुँदैन, भित्तामा आफ्नो परिवार देखिरहेको हुन्छ, भित्तासँग बोलिरहेको हुन्छ क्या, अनेक थरी बोलिरहेको हुन्छ, एउटै कार्य गरिरहेको हुन्छ। यसमा भनेको 2टा मात्रै कुरा हुन्छ क्या, कि मर्छ कि मार्छ भन्ने कुरा। हामीले मर्न पनि दिनु भएन, मार्न पनि लगाउनु भएन नि त। यसको लागि हामी के गर्छौँ त? सामान्यतया एउटा साधारणतः एउटा कुरा बुझौँ र तपाईँले मलाई एन्सर दिनु होला। घरमा यदि कोही व्यक्तिले तपाईँको छोरा या छोरीले होइन तपाईँमाथि हात हाल्यो भने या फिर कुनै चिज तोडफोड गऱ्यो भने तपाईँ के गर्नुहुन्छ त? या फिर छतबाट हाम फाल्न लाग्यो भने तपाईँले के गर्नुहुन्छ त? सम्झाउनुहुन्छ, कुट्नुहुन्छ, या फिर त्यसलाई निरन्तर या फिर एउटा त्यसलाई आफ्नो त्यो एउटा दायरामा राख्नको लागि
के कार्य गर्नुहुन्छ त भन्नु त सब भरिसके त हामी सम्झाउँछौँ रोक्छौँ उसलाई त्यो कार्य गर्नु गलत माथिबाट हाम फाल्न लगाएको मान्छे सम्झाएर सम्झिन्छ होइन हाम्रो त भनौँ न मैले भने नि हो त्यही त फरक के छ हो यही कुराहरू बुझ्न सक्दैन क्या गार्डियन्सले हाम फाल्न लगाएको व्यक्तिलाई कसैले सम्झाएर सम्झिन्छ त सम्झिँदैन नि उसले डिसिजन गरिसकेको हुन्छ नि त हो त्यस्तै रूप मात्रै भएको हो क्या हाम्रो चाहिँ है उसलाई निरन्तर हुन्छ नि र त भाइले अलिक विस्तृत रूपमै भनौँ न अब नाम त नतौँ होइन विस्तृत रूपमा भाइले खास भएको के रियाब बन्द हुनुको कारण र त्यसपछि फर्दर भाइहरूलाई के भयो होइन अनि कारण ठ्याक्कै हाम्रो रियाब बन्द हुनु अहिले रियाब बन्द पछाडि भाइको बिचमा अर्कै एउटा ट्विस्ट पोइन्ट पनि छ होइन हामी क्लाइमेक्स बेग्लै छ टाइमिक्स एकदम दामी भएको छ जे छ राम्रो भएको छ है अब कस्तो भयो भने पेसेन्स आयो हामीले लिनै पर्यो तपाईँले भर्खर भन्नुभयो हस्पिटलको कुरा हामी त्यसमा जोड्यौँ हामीले लिनै पर्ने हुन्छ समस्या उसको समाधान हामीले गर्ने हो है लिएँ उसलाई भर्ना सर्ना गरेँ सबै कुरा गरेँ त्यो दिन उसले खाइरहेको थियो त्यो दिन ठिक्क छ केही गरेन सुत्यो मजाले सुत्यो आनन्दले सुत्यो हामी बारम्बार चेक गरेर आउँथ्यौँ नाइटमा एकजना मान्छे हुन्थ्यो प्लस उसँग एकजना सुताइरहेको हुन्थ्यो होइन डिटोफिकेसन भनिन्छ भोलिपल्ट ठिकै थियो किन भन्दा त्यो नसाले 24 घन्टासम्म त उसलाई त दौडाइरहेको छ नि त तपाईँ कुनै पनि चिज खायो भने केही समयको लागि त तपाईँलाई रिलिभ गर्छ जस्तै मानौँ तपाईँ टाउको दुखिरहेछ निम्स या अथवा फ्लेक्सन खायो भने तपाईँलाई यति घन्टासम्म ठिक हुन्छ नि त त्यसपछि फेरि त्यस्तै हुन्छ नि त हो त्यस्तै भएको 24 घन्टासम्म हुन्थ्यो राति आएको थियो 8 बजी या करिब कति बजी आएको थियो त्यो मान्छे ल्यायो राख्यो भनेको उसलाई चाहिँ त्यो दिन आफ्नै गार्जेनले ल्याएन आफ्नै गार्जेनले होइन कि गार्जेनले पठाएको भन्यो उसलाई लियौँ साथीभाइ र दिदी बहिनीहरू रहेछ एकजना आयो ठिक छ कुरा गऱ्यो हुन्छ नि त भनेर साइन पनि गऱ्यो होइन उसको फादरले पठाएको भन्यो बाउले पठाएको भन्यो हुन्छ नि त भन्यो भोलिपल्ट उसको आफ्नै एउटा साथी पनि आयो होइन भेटायौँ कुरासुरा गऱ्यौँ है सबै कुराहरू गरिरहेको थियो प्रोसेसहरू उसलाई दिनुपर्ने ग्लुकोज हरेक डाइटहरू इच एन्ड एभ्रिथिङहरू हामीले दिइरहेको थियो क्या तर तेस्रो दिनदेखि उसको के भयो भन्दाखेरि नसा सिद्धियो जुन त्यो चाहिने प्रोटिन हुन्छ नि उस जुन एउटा एडिक्सनलाई पेनबाट रिलिफ सबै कुरामा हो त्यसपछि चाहिँ उसले चाहिँ अनैतिक कार्यहरू गर्न थाल्यो कराउने झ्यालतिर हान्ने हाम्रो त 2टा फ्लोर थियो 2टा फ्लोरबाट हामी भाल्न खोज्ने हामीले बस एउटा निरन्तर निर्णयलाई मात्रै उसलाई केही समयको लागि हामीले राखेको थियो त्यसरी अब चौथो दिनमा ठिकै थियो बिहानसम्म ठिकै थियो तर के भयो भन्दाखेरि आकस्मिक उसको अनकन्सियस भयो क्या त्यो अनकन्सियस हुने बित्तिकै हामीले जे सवारी साधन थियो त्यो रोकाएर त्यहाँबाट भएको मान्छेलाई निकालेर हामीले त्यसमा राखेर हस्पिटल ल्यायौँ तर हस्पिटलमा पनि खासै कामहरू चाहिँ केही भएन क्या केही भएन सडनली हान्नुपर्ने कुनै चिज अब इन्जेक्टले पनि हुन्थ्यो होला सायद त्यो एउटा हुन्छ नि एउटा करेन्ट सर्ट हान्ने त्यस्तो हानेको पनि हुन्थ्यो भनेपछि इमर्जेन्सीमा गर्नुपर्ने चिज त्यहाँ भएन इमर्जेन्सी ट्रिटमेन्ट जुनबाट गर्नु त गऱ्यो तर फुल गरेन क्या त्यो कारणले अब 1.5-2 घन्टापछि चाहिँ मृत घोषणा गरिदियो क्या अनि त्यसपछि चाहिँ त्यसका गार्जेनहरू है 4 दिनसम्म आएनन् तर 5औँ दिनमा गार्जेनहरू गाउँका सबैजनाहरू त्यो पनि नसामा आएको थियो क्या सबैजना नसामा आएर पेलेको त्यो बेलामा त्यो सिचुएसनमा चाहिँ हातपात पनि हुनसक्थ्यो त्यो कन्डिसनमा त म पनि लगभग हजुर हातपात पनि हुनसक्थ्यो तर म त्यो गर्न सकेन र ठिक छ नि त भनेर हामीलाई चाहिँ प्रहरीले माथि लग्यो हिरासतमा लग्यो हिरासत त राखेन तर केही समयको लागि हामी बाहिर राखिरहेको थियो कुरा गर्दा राति चाहिँ एक्कासी हामीलाई चाहिँ हिरासतमा राखिदियो त्यसपछि चाहिँ हामी हिरासतको हिरासतमा क्या तर त्यहाँ चाहिँ हाम्रो भन्यो नि दाइ नेगेटिभ कुराहरू धेरै भयो क्या कसैले बल्स फुटालिदियो भन्यो हेर्नु है हाम्रो जुन बल्स हुन्छ नि फुटाल्यो भन्यो के कारणले फुटाल्नु हो अर्काको छोराको बल्स उसको पनि भविष्य छ नि त उसको चाहिँ जिउने अधिकार थिएन र हामीले त्यतिकै फुटाल्नु हाम्रो त फुटाले छैन त होइन त्यो कुरा पनि भयो क्या समाजमा यो समाजमा क्या कसैले भन्छ झुन्डाएर मार्यो किन मार्नु हो अर्काको छोरालाई चाहिँ काम छैन मेरो म मार्नलाई बसेको हो र हामी त नयाँ जीवन नयाँ किरण दिनलाई पो बसेको त
काम मार्नलाई बसेको हो र हामी जानमार हो र होइन नि अनेक थरी कुराहरू आयो क्या जस्तो अहिले यो पछि भनौँ अब एउटा कसो छ भने उसको आँखाको भम यसलाई के भन्छ यसलाई आँखी भौँ आँखी भममा निलो दाग थियो भन्थ्यो क्या निलो दाग त उसको आफ्नै कारणले भएको क्या भित्तामा थोगाउने त्यहाँ बस्ने जति पनि विद्यार्थीहरू थियो उहाँहरूको पनि त्यही कुराहरू छ नि त मेरो मैले मात्र भनेको भए पनि हुन्थ्यो नि त त्यहाँ भएका सबैजनाले भनिरहेको छ त्यो कुरा चाहिँ विश्वास किन नगरेको भन्ने कुराहरू क्या मैले मात्र भनेको भए ठिक छ त्यो रङ हुन्थ्यो नि त एकजनाले मात्रै भनेको त रङ हुन्थ्यो नि त तर त्यहाँ देख्नेहरू अगाडि प्रत्यक्ष हुनेहरूले त भनेको छ नि त त्यहाँ होइन र त्यो कुरा चाहिँ किन विश्वास गरेन यो समाजले किन भन्दाखेरि ऋण सुधार केन्द्रलाई हेर्ने नजर छुट्टै छ नराम्रो छ क्या त्यही त अघि मैले भने नि अनि त्यसपछि सबैको बुझाइ नै त्यसलाई चाहिँ यातना दियो हजुर त्यसपछि बाहिरलाई अहिले भनौँ न त्यो चाहिँ जो व्यक्ति हुनुभयो डेथ हुनुभयो होइन उहाँको फ्यामिली लगायत अरूको आरोप है भाइ के भन्छन् त्यो अघि भन्नु नि भाइले भने जस्तै त्यो कतिले चाहिँ अब त्यही यातना दिने टर्चर दियो चाहिँ व्यक्तिगतमा चाहिँ भनौँ न फिजिकल्ली अट्याक भयो भन्ने त्यो अनुसारले चाहिँ डेथ भएको भन्ने कुराहरू गरे नि होइन दाइ यातना भनेको चाहिँ के हो म हिटलर हो र थोरी म यातना दिनुलाई म त एउटा सोसल वर्क गरिरहेको मान्छे स्टिल आज पनि गरिरहेको छु हिजो पनि गरेको थिएँ त्योभन्दा पहिला पनि गरिरहेको थिएँ म यातना दिनु बसेको मान्छे हो म हिटलर हो र जस्तो माथि भाइहरूलाई चाहिँ भनौँ न अब माथि कस्टडी लिइसकेपछि पछि भाइहरूले बुझ्दाखेरि चार्ज के लाग्यो त चार्ज हामीलाई चाहिँ त्यही हो मारेकै भनेर मारेकै भने तर डक्टर रिपोर्ट हेर्दा होइन विभिन्न किसिमको के छ डक्टर रिपोर्ट भाइहरूलाई पछि दुर्घटनामा हुन सक्ने भन्ने कुराहरू पछि रिपोर्टमा त्यो आयो हजुर नसामा चाहिँ यो घाँटीको नसामा चाहिँ रगतको डल्लो भित्र पसेर जम्मा भएर चाहिँ सास फेर्न नसकेको भन्ने छ क्या है भन्छ त्यो उसले अब त्यो हुनको लागि होइन त यो कस्तो भन्दाखेरि त त्यो नसा भाउमा रगत जमेर मर्नुको लागि चाहिँ के घाँटी थिच्नु पर्ने हुन्छ त्यो धाम छैन के हातमुखले नाकमुख छोप्लिनु पर्ने हुन्छ त्यो पनि भएको छैन अब कसरी मर्यो त भन्ने कुराहरू हो नि त हातले थिचेर मारेको भए पक्कै पनि फिङ्गर प्रिन्ट त हुन्थ्यो होला नि त मुखले हातमा नाकमुख छोपेको भए मारेको भए फिङ्गर प्रिन्ट त हुन्थ्यो नि त छैन नि त त्यो सबै होइन उनीहरूले हामीलाई कुन चाहिँ आधारमा मार्यो भन्ने कुराहरू हो क्या हामीले त उसको छोरा राम्रो बनाउने कोसिस गरेको हामीले प्रयास गर्ने हो हाम्रो कोसिस गर्ने हो होइन र दाइ मार्यो कुन चाहिँ आधारले भनेर मार्यो भन्ने शब्द त आमामा धेरै गाह्रो हुन्छ नि त होइन र एउटा ज्यानमारालाई बस्नलाई समाजमा बस्न कति गाह्रो छ झन् एउटा ड्रग एडिक्ट त्यसमाथि होइन र सोच्नु आफै अब त्यसपछि हामीलाई केही समयको लागि राखियो मेरो समय भन्नाले पनि 2 वर्ष बस्यो 2 वर्ष मेरो अरू साथीहरूलाई अरू फसेका साथीहरूलाई उठाउन पाएन क्या होइन र प्लस हामीले फेरि पुनः स्टार्ट गर्नको लागि पनि धेरै गाह्रो भयो किन भन्दाखेरि त्यही कुराले हामीलाई जोडिरहेको छ क्या है समाजले त्यसै त नराम्रो भनिरहेछ झन् नराम्रो स्थितिमा पुगाइदियो क्या केही गर्छु भन्ने एउटा हामी त भर्खर टिनेज छौँ नि त होइन सफा राखौँ न त समाज राम्रो राखौँ न त समाज सेफ राखौँ त समाज भन्ने कुराहरू हाम्रो त एउटा हुन्छ नि एउटा जोस जागर त्यसमा मार्न कोसिस मात्रै गरिरहेको छ भनेपछि साथ सहयोग कसैले गरेन साथ सहयोग भएन कसैले पनि गरेन न प्रशासनले गर्यो है न समाजले गर्यो त्यही समाजले एउटै मात्रै दियो क्या यही काम समाजले एउटै मात्रै नाम दियो क्या ज्यानमारा अब हुँदा अब ड्रग एडिक्टबाट ज्यानमारा पनि नाम भयो नयाँ नामाकरण पनि भयो क्या दाइ कति दुःखदायी छ है कुरो दुःखदायी भन्दा नि दाइ एकदम यस्तो अब भाइहरू अहिले जुन चाहिँ अहिले पनि अब भाइहरूसँग त्यो जोस जाँगर छ अहिले छ हामी गर्छौँ हामीलाई कसैले चाहिँ भनौँ न हामीलाई साथ सपोर्ट गर्यो भने होइन यो चिजमा इलाममा रियाब कतिको आवश्यक छ एउटा त पहिला सुरुमा प्रश्न तपाईँलाई छ बोर्डर नजिक छ सोच्नु आफै भर्खरका युवाहरू के हुन्छ त मैले अघि भर्खर भने नि फिल्मबाट पनि इन्सपायर हुन्छ ड्रग खाएको देखाउँछ त्यहाँ हिरो जबान देखाउँछ होइन कोही मान्छे स्मार्ट भएको देखिन्छ कोही मान्छेसँग रिसिभ भएर आउँछ बोर्डर नजिक छ अब आफै विचार गर्नुहोस् त खुला सिमाना कति छिर्छ होला त अब भनेपछि यसको कन्ट्रोलको लागि के गर्नु पर्यो पुलिस मात्रै प्रहरी मात्रै सबै कुराहरू होइन नि त जस्तै मानौँ
म एउटा युजर हो अरे मैले 1 ग्राम ठुलो बोकिरहेको छु भन्नाले ब्राउन सुगर बोकिरहेको छु हुन्छ अब अन्त त्यो होइन मैले ठुलो बोकिरहेको छु नर्मली त्यो बुझ्छन् मान्छेले मैले 2 सेट सामान बोकिरहेको छु है 2 सेट भनेको कति हुन्छ 2 सेट भन्नाले अब 1 सेटमा 3टा हुन्छ तर समातिसकेपछि चाहिँ 1 सेट भनेको चाहिँ 3टा हुन्छ तर समातिसकेपछि 3 थान भएर जान्छ क्या त्यहाँ 3 सेट भइदिन्छ है अब मानौँ मसँग 2 सेट सामान छ या फिर मसँग 1 ग्राम सामान छ मलाई प्रहरीले समात्यो भने के भनिन्छ त थाहा छ म दुर्व्यसनी होइन नि म डिलर भनिन्छ क्या पुरा रूपमा पनि हुँदैन कि यो कुरा चाहिँ त्यो अनि लगेर कहाँ थुन्ने भने त जेलमा गएर थुन्ने क्या यस्तो के एउटा मौका पनि दिनु पर्यो नि त मैले त मेरो त म शरीरले मागेको कुरा हो नि त म डिल गर्नलाई 1 ग्राम बोकेर हिँड्दिनँ नि त 1 ग्रामले त कहाँ डिलर भनिन्छ 100 केजी भए पो डिलर भनिन्छ त बेच्ने भए पो डिलर भनिन्छ 100 केजी त म आफ्नो शरीरको लागि युज गरिरहेको हुन्छ नि त हुन्छ त 100 केजी त गर्नलाई सम्भव हुन्छ त कि नेपालमा असम्भव के छैन त है खुला सिमाना हो अलिअलि गरेर जति पनि हुनसक्छ होइन तर मेरो चाहिँ एउटा त्यो कुरा गर्दाखेरि क्या एउटा इक्जाम्पल दिँदा मसँग 1 ग्राम सामान छ मलाई प्रहरीले समात्यो मलाई युजर भन्दैन डिलर भनिन्छ अब सोच्नु त माथि कतिजना यो हाम्रो कारागारमा कति होला त्यस्तो युवाहरू कतिजना होला त अवेर गर्नको लागि को छ त यहाँ 1 दिनको प्रोग्रामले हुन्छ वर्षमा 1 दिन आउँछ लागु औषध प्रयोगकर्ता विरुद्ध भनेर लागु औषध दुर्व्यसन विरुद्ध भनेर त्यो 1 दिनले हुन्छ त समाजले त्यो 1 दिनलाई पुग्छ भने ठिकै छ होइन शनिबार त हरेक हप्ता चाहिन्छ भनेपछि सोच्नु न हो कि भन्नु न शनिबार हरेक हप्ता चाहिन्छ भनेपछि त्यो 1 दिनले पुग्छ त यसको लागि त अवेर गरिराख्ने एउटा छुट्टै एउटा ठाउँ पनि हुनु पर्यो कसले गरिरहेको छ यो ठाउँमा हामीले गरिरहेको थियो क्या है दाइ धेरै कुराहरूमा पनि अवेर भइरहेको थियो क्या कतिले जान कोसिस गर्दा जानु नपाएको कुराहरू पनि छ कतिले जान्छु भनेर आएको पनि छ कसैलाई ल्याउनु परेको छ क्या समाधान भनेको ट्रक भनेको समाधान भनेको खालि जेल मात्र होइन क्या सोच्नु त जेलमा पऱ्यो कतिजना दुःख पर्छ त त्यो कतिजनालाई दुःख पर्छ त त्यो गाह्रो कतिजनालाई हुन्छ त्यो जसलाई पक्रियो त्यसलाई त गाह्रो भयो जसलाई नपक्रियो जसले खाँदैन त्यसलाई पनि गाह्रो हुन्छ क्या दिन रात मेरो पनि बुझाइ कस्तो भने अघि मैले भने नि हामी गार्जेनहरूमा नि अलिकति सङ्कोच भावना छ क्या गार्जेनहरू चाहिँ सुन यस्तो मैले भन्नु खोजेको हामीलाई हाम्रो छोराछोरी भाइ भतिजाहरू रियाब गयो भने हाम्रो के अरे जेल गयो के अरे रियाब गयो भने हामी चाहिँ त्यो चिजलाई चाहिँ हाम्रो इज्जतसँग तुलना गरिरहेका छौँ होइन त त्यही चिज रोक्न नसके पछाडि भोलि आफ्नो छोराछोरी भाइ भतिजाहरू जेल जाँदाखेरि त्यो त भनेको सार्वजनिक हुने चिज हो नि त होइन त्यो चिजलाई पनि अब भनौँ न हाम्रो एज अ गार्जेन हामीले त्यो चिजलाई पनि अलिकति भोलिको दिन यो मान्छे जेल नजाओस् भनेर परिवारको नि अलिकति ठुलो भूमिका चाहिँ त्यसमा देख्छु क्या म देख्नु पर्यो नि कस्तो भन्दा यसलाई चाहिँ निगरानी राख्नेलाई चाहिँ कसरी गर्नुपर्छ भने परिवारले भन्दाखेरि ऊ पहिलाको कस्तो बानी बेहोरा छ त ऊ बिहान कति बजी उठ्छ त पहिला कति बजी उठ्थ्यो त घरमा पैसा कति डिमान्ड गरिरहेछ त पहिला कति गर्थ्यो त पहिला 50 रुपियाँ अहिले 500 रुपियाँ जिरो पऱ्यो नि त त्यहाँ त्यसमा केही न केही त छ हिजो उसले कतिपय के कुरामा रिसाउँथ्यो र आज के कुरामा रिसाइरहेछ त त्यो कुरामा पनि ध्यान दिनु पर्यो क्या ऊ कस्तोसँग सङ्गत गरिरहेछ त्यसलाई हेर्नु पनि पर्यो नि ऊ कस्तोसँग हिँडिरहेछ म जस्तो ठाडो कपालसँग हिँडिरहेछ कि होइन या फेरि चिप्पु भन्छ नि त्यस्तो कुरामा पनि हिँडिरहेछ कि कस्तो कुरामा हिँडिरहेछ त त्यो पनि बुझ्नु पर्यो उसले डिमान्ड केमा गरिरहेको छ त ग्याजेटको गरिरहेछ कि पैसामा गरिरहेछ कि होइन कुनै ठाउँमा घुम्न जाने भनेर गरिरहेछ कि डिमान्ड पनि हेर्नु पर्यो उसले डिमान्ड कस्तो खाली गरिरहेछ भनेर बाहना केमा खोजिरहेछ त्यसमा एकछिन नजर एकदम लाउनु पर्ने कुरा हो फ्यामिलीले ड्रग एडिक्सन अब नयाँ जेनेरेसनहरू जति पनि छ यहाँ डिमान्ड के को गरिरहेछ त्यो भनेको गार्जेनले त्यो चिज चाहिँ उसले समाजको हेर्नु पर्दैन जस्तो भनौँ न अब यो अहिले भाइले भनेर जस्तो कोही मान्छे लागु औषध दुर्व्यसनमा फस्यो भने त्यो एज म गार्जेन भयो भने मेरो छोराछोरी त्यहाँ चाहिँ लागु औषध दुर्व्यसनमा
फस्यो। अब भनौँ न सुरुमा त थाहा हुन्न नि त। त्यो थाहा अब म अघि भनिहालेँ भाइले होइन, त्यो ढाँट्ने छल्ने उनीहरूको त त्यो युजली होइन, त्यो उनीहरूलाई त पानी खाए बराबर हो। तर भोलि उसले मलाई जस्तो तरिकाले विश्वास दिलाउँछ, उसलाई मैले पहिचान चाहिँ कसरी हेर्ने, यो मान्छे अब एडिक्सनमा फस्यो भनेर चाहिँ। एडिक्सनमा फस्यो भनेर चाहिँ कसरी पहिचान हुने, उसले खाना कति खाइरहेको छ त, उसको शरीर के भइरहेको छ त, दुब्लो छ कि पातलो छ कि होइन। उसँग बस्दा बस्दा उसको जुन बोलावट हुन्छ नि, जुन पहिला हजुर दर्शन भन्ने जस्तै पछि जुन लडबडेर आउने कुराहरू हुन्छ त्यो कस्तो छ त, उसले बानी कस्तो देखाइरहेछ त, झड्किने बानी देखाइरहेछ कि रिस मात्रै गर हरेक कुराहरूमा क्या। खाना खाउन भन्दा रिसाउने, खाना खाउन भन्दा झड्किने, उसलाई मनपर्ने चिज दिँदा दिँदा पनि, उसको मनपर्ने खानेकुरा दिँदा दिँदा पनि झड्केर बोलिरहेको छ। पैसाको एकदम डिमान्ड मात्रै गरेर दिन प्रतिदिन पैसा मात्रै डिमान्ड गरिरहेछ। यस्तो कुरा भयो भने ऊ पक्कै गार्जेनले चाहिँ यो पक्कै पनि एडिक्सनमा फस्यो। तर एडिक्सनमा फस्यो भनेपछि कसैसँग सल्लाह गर्न जाने क्या। यो जुन हाम्रो यो संस्था छ नि, यो संस्थामा आएर सल्लाह गर्ने हो, पहिला राखिहाल्नु पर्ने जरुरत छैन। पहिला सल्लाह गर्नु पऱ्यो नि, मेरो छोरा यस्तो गरिरहेछ, वास्तवमा उसले हो कि होइन भनेर त्यो देखाउनु। यसमा दुईवटा तरिका छ पत्ता लगाउनलाई पनि, युरिन पनि छ होइन, युरिनबाट चेक गरे पनि भयो। मैले भनेको त्यो युरिन सुरिन भन्दा हामीलाई हामी गार्जेन भइसकेपछि मेन कुरो हामीले के हेर्छौँ भन्दा उसको बिहेभियरलाई, बिहेभियर हो। त्यही त भन्दैछु, उसले पैसा डिमान्ड कति गरिरहेको छ दिन प्रतिदिन। आज मैले 10 रुपियाँ गरिरहेको छु, भोलि 20 रुपियाँ गरिरहेको छु, पर्सि 30 रुपियाँ, त्यो डिमान्ड बढ्दै जान्छ क्या पैसाको। शरीर हेर्नु पर्यो, अनि उसको शरीर पहिला कस्तो मजाको थियो, हसिलो थियो, एकदम मोटाको थियो होइन। यो मैले नि तर बिस्तार हाम्रो जस्तो देशमा मैले अहिले म्याक्सिमम देखिरहेको छु क्या, यो लागु औषध दुर्व्यसनमा फस्ने युवाहरू म म्याक्सिमम देखिरहेको छु। ऊ धेरै पैसावाला अथवा भनौँ न एकदम धनीमानीका छोराछोरी भन्दा पनि मिडल क्लास फ्यामिलीहरू ज्यादा फसेको देख्छु क्या। अनि यो यसको खास मलाई ठ्याक्कै रिजन चाहिँ मलाई थाहा छैन होइन। यसमा पनि मेरो प्रश्न चाहिँ के भने फसिरहेछ क्या, जबकि त्यो चिज उसले लाइफ टाइम उसले एफोर्डै गर्न सक्दैन क्या। अनि मैले कति ठाउँ भनौँ न अब हाम्रै समाजमा देखिरहेको एउटा चिज के छ, जब ऊ लागु औषध दुर्व्यसनमा फस्यो, भाइले भने जस्तो पैसा डिमान्ड गर्ने ल 1 वर्ष 2 वर्ष उसको फ्यामिलीले सर्भाइभ गराउला सक्छ। लास्टमा विकल्प चाहिँ भनौँ न त्यो सुन्दा अलिक तितो लाग्यो पनि समाजको वास्तविकता त्यही हो क्या। अनि त्यस पछाडि ऊ अलिकति चोर्ने, घरको सामानहरू बेच्ने, अप्सनै छैन क्या। घरको सामान बेच्ने, भरिसके पैसै चोर्ने घरको, अनि भएन भने त्यो गहना के छ त्यो चोर्ने। अब त्यो पनि सकिँदै गएपछि घरका सरसामान के छ, फर्निचरदेखि लिएर हाम्रो भाँडाकुँडादेखि। यस्तोमा चाहिँ मैले एउटा यस्तो एक्सिडेन्ट देखेको छु नि त, दुर्भाग्य लाग्छ मलाई। त्यो आफ्नो श्रीमती र बहिनीलाई पारी इन्डियामा लगेर बेचेको पनि छ, आफ्नो बच्चा बेचेर खाएको पनि देखेको छु, यही आँखाले देखेको छु। तर हुने खानेकै बच्चाहरू हुन्, आफ्नै बच्चा बेचेर खाएको छ। हुने खाने नै हजुर, हुने खाने न्यु रोड जस्तो ठाउँमा घर भएको मान्छेहरू है, बिघा जग्गा बोकेको मान्छेको 2 जना छोराछोरी। अहिले भाइले भने त्यो हुने खाने नै भने होइन, तर म्याक्सिमम होला चाहिँ 100 मा तिम्रो एउटा कुरा यस्तो हुँदै 100 मा 20% मान्छे त्यो पैसा हुने खानेहरू नि फस्या होला नि। तर मेरो अहिले दृष्टिकोण, मेरो बुझाइमा हेर्छु म मिडल क्लास फ्यामिली नै क्या। हजुर, ठिकै छ त, यो कुरा पनि भन्छु। इलाममा हुने खाने औलाले गर्न सकिन्छ नि मान्छे, तपाईँलाई थाहा छ है। एक्ज्याक्टली। तर त्यो भन्दा नि बेसी तपाईँले भने मिडल क्लास कसरी खाइरहेछ त, अझ त्यो भन्दा मुनिको पनि इलाममा त अब। तर कसरी खाइरहेको छ त भन्दाखेरि बोर्डर के छ त, खुल्ला होइन। यसो नि त त्यो गर्नलाई पनि त पैसा त चाहियो नि त। उसलाई माध्यम बनाइदिन्छ नि त, भरिया बनाइदिन्छ क्या। ए भनेपछि उसले बोक्ने, उसलाई केही समयको लागि खानको लागि पुग्ने गरिदिने है। हुने खानेले उसलाई पैसा दिन्छ, ऊ गएर जान्छ, डर सर त्रास केही पनि हुँदैन, ऊ जान्छ। नजिकको बोर्डर छ, 3 घन्टा पार गरेपछि बोर्डर आउँछ, खुला सिमाना जान्छ। उसलाई मतलब छैन, उसलाई सब पक्राउ परे पनि जे सुकै गरे पनि उसलाई मतलब छैन। इलाममा चाहिँ स्पेसली जान्छ, ऊ भरियाको माध्यममा जान्छ, ल्याउँछ। उसलाई के पक्राउ खायो भने उही खायो होइन। अब मान्छेले ठ्याक्कै यसो देख्दाखेरि नर्मली देख्दा ड्रग्स भने पनि त्यही हो। यो त पहाड हो नि त, यहाँ बेचेर खाने के छ त, चरेसको थाल बाहेक, गाई भैँसको बाहेक के छ, के छ अरू बेच्ने अरू के छ र। उसले चोरौँ
गाउँ समाज सबैले चिन्छ, लुटुङ गाउँ समाजले चिन्छ, ढाँटुङ गाउँ समाज सबैले चिन्छ, आउने कहाँ त घरमै आउने हो होइन र, यो त कुनै सहर होइन नि त, सबैले चिन्छ नि त। अब उसले गर्ने भने भरियो लास्ट अप्सन, चोर्ने त चोर्छ, आफ्नै घरमा चोर्छ या फेरि फाटाफुट कसैको के चोर्ला, तर ठुल्ठुलो चोर्न सक्दैन। छँदै छैन त कहाँ चोर्ने, के चोर्ने त खोइ, घरमा छैन होइन। छिमेकीमा चोरौँ भने आफ्नै बाउ आमाको माग्छ, पल्लो घरमा चोरौँ भने आफ्नै घरमा आउँछ, आफ्नै बाउ आमाले दिनु पर्यो, चोरिन्छ। त्यस्तो गर्नु पनि गरिन्छ गर्नुले। अब यसो हेऱ्यो कुखुरा बेच्यो, यसो हेऱ्यो बाख्रै बेच्यो, यसो हेऱ्यो दाउराको थाङमा देख्छ त्यो पनि बेच्दियो। अब खानु त परेको हुन्छ। इभन मैले भनौँ मिटर ड्रगले चाहिँ सबसे पहिला के भन्छ नि, धनी गरिब जातभात के पनि हेर्दैन होइन। त्यो नसा भन्ने चिज त त्यही नै हो होइन। मैले भन्नु खोजेको यो हाम्रो त्यो एउटा बिचको एउटा ग्याप छ नि, एउटा मैले अघि पनि भने, अब अहिले भाइले भन्दाखेरि अलिकति प्रष्ट भने जस्तो हुने खानाले चाहिँ उनीहरूलाई भरिया बनाउने अफकोर्स दिने, त्यही भएर उनीहरू गुपचापमा खान्छन्, युज त गरिरहेछन् गर्नु त। मैले पनि काठमाडौँमा हुँदा भाइ हुन्थ्यो, भाइ म जान्छु नि भन्थ्यो, लान त जा 15,000 दियो, खुर्र आउँथ्यो, बोर्डर पारी आउँथ्यो, सिमाना खुल्ला ल्याउँथ्यो, मेरो हातमा दिन्थ्यो, तँलाई कति चाहिन्छ लिए भन्दाखेरि त्यसले लिन्थ्यो, बाँकी मलाई आउँथ्यो। त्यो 15,000ले मलाई 1 महिना पुग्थ्यो, किन भन्दा बोर्डरमा त न सस्तो छ। अहिले बोर्डरको कुरा गरिरहँदा नि, यो बोर्डरबाट चाहिँ कसरी छिर्छ त्यो भाइलाई केही आइडिया छ? अनेक थरी छ यसमा भनौँ न चाहिँ त्यो छिर्नुमा चाहिँ हेर्नु कुनै पासपोर्ट लाग्दैन। त्यो त मैले बुझेँ भनेको, त्यहाँ त नियन्त्रण गर्न त हाम्रो चाहिँ सरकारी निकायका होइन यो प्रशासनहरू छन् होइन, उनीहरूबाट त्यो चिजलाई चाहिँ स्क्यान हुँदैन। स्क्यान मेसिन राख्नलाई होइन, स्क्यान मेसिन भन्नु खोजेँ मतलब फिजिकल्ली पनि त्यो चाहिँ यसो 2-4 चोटि मान्छे गइरहँदाखेरि त एकचोटि नोट त हुन्छ नि। जस्तो हामी इलाम बजारमा पनि अब यहाँ हामी बसिरहेको छौँ अहिले होइन, बस्दाखेरि त्यो बजार चौक बजारमा 2-4 चोटि नोट त गरिन्छ नि त हामी। त्यो भरिया जुन भाइले भनेको छ त्यो मान्छे त ओर्दोर गरिराख्ने, त्यसलाई नोट प्रशासनले नोट गरायो हुन्छ कि हुँदैन? त्यस्तो चाहिँ गरेको हुँदैन, किन भन्दाखेरि सयौँको भिडमा मान्छे गइरहेको हुन्छ क्या, सयौँ भिडको मान्छे। यो इलामकोबाट त फाटाफुट्टा जाला, हदै गए 10 जना जाला, तर तलपट्टिको मान्छेहरू पनि जान्छ नि त। सयौँको जन्तीमा गएको हुन्छ, सयौँको जन्तीमा आइरहेको हुन्छ, त्यो स्क्यानिङ गर्नलाई एकदम गाह्रो। त्यो शङ्काको भरमा चाहिँ हुन्छ है, फेरि त्यो भने शङ्काको भरमा चाहिँ हुन्छ, शङ्का त गर्न सक्यो, शङ्का चाहिँ गर्न सक्यो फेरि कस्तो, तर त्यो म यसलाई नै हेरिरहेको छु फेरि फिर्ता त्यसलाई नै हेर्छु भन्ने त्यो हुँदैन त। खुला सिमानामा कहिल्यै हुँदैन, त्यसको हुँदैन। भनेपछि यो अहिले भाइले भनिरहेको चिज, यो ड्रगलाई हामीले चाहिँ एकदम नेपालमा भित्रेको भनेको एन्ड गर्नलाई चाहिँ त्यो प्रतिबन्धित कुनै छैन भनेको मतलब यसको सल्युसन यसलाई नेपालमा भित्रै नदिने अथवा चाहिँ यो प्रतिबन्धित चिज हो, यो चाहिँ इन्डियाबाट भित्रै त इन्डियाबाटै होला नि, नेपालमै त उत्पादन चाहिँ हुँदैन नि, हुन्छ हुँदैन, प्रोडक्सन त हुँदैन नेपालमा चाहिँ हुँदैन। अब यसको प्रोसेसिङहरू विधिहरू के हो केही छैन नेपालमा, मलाई त्यो थाहा छैन पनि, मैले सोधिनँ त्यो त होइन। यसलाई चाहिँ जस्तो इन्डियाबाट छिर्छ नि, यसलाई चाहिँ हामीले छिराउनै नसक्ने बनाउने के संयन्त्र गर्न सकिन्छ? एउटा त्यो खालको एउटा कुनै बनाउन सकिन्छ संयन्त्र? यो हाम्रो अब व्यवस्थाले बोर्डरमा काँडे लाउनुपर्छ, अनि मात्र सकिन्छ है, नत्र सकिँदैन। पूर्वदेखि पश्चिमसम्म खुल्ला छ, कहाँ के गर्ने त? यसो नि त काँडे तार मतलब एउटा भनाइ छ क्या, हामी जुन हाम्रो यो मेक्सिको र अमेरिकाको छ नि, मेक्सिकोबाट मेन ड्रग जाने भनेको अमेरिकामा मेक्सिकोबाट है, कोलम्बियाबाट म्याक्सिमम आउँछ, मेक्सिकोबाट अमेरिका छिर्ने हो। त्यहाँनिर त्यो छ नि, त्यस्तो जुन त्यो दरार छ नि, इन्डिया पाकिस्तान, इन्डियामा पनि त ड्रगको प्राइस त पाकिस्तानबाट आउँछ नि त, अफगानिस्तानबाट पाकिस्तानबाट इन्डिया आउँछ नि त, तर त्यसको लागि पनि धेरै त्यो पार गरेर आउनुपर्छ नि, हो त्यस्तै बनाउनु पर्ने हुन्छ, नत्र सक्दैन। ठिक छ भाइ, अब मेरो अर्को कुरो चाहिँ के भने खास त्यो ड्रगको विषयमा भनौँ न, फ्यामिली के अरे हाम्रो घर परिवारदेखि लिएर गार्जेनदेखि लिएर हरेक कुराहरू गरे होइन। जस्तो इलामको कुरोमा त्यो अहिले इलाममा रिहाब छ कि छैन? अहिले रिहाब छैन, आवश्यकता एकदम छ है, आवश्यकता एकदम हुने खानेको छोराछोरी पनि बिग्रिरहेको छ, हुने के भन्छ कम भएको मिडल क्लासको त्योभन्दा तलको भाइ बहिनीहरू पनि बिग्रिरहेको छ। स्टिल मैले पनि कतिजनालाई मैले
कति ठाउँमा लगेर राखिदिन्छ। जस्तो तिमीहरूले तल त्यो रियाब चलाइरहँदा म पनि होइन 2-4 चोटि म इन्भल्भ भएको छु त्यहाँनिर होइन। त्यो भाइहरूको कार्यक्रमको त्यो बनाउनु प्रोग्रामको भिडियोहरू हेरेको छु। मलाई त्यसमा धेरै पोजिटिभ भाइब पनि लाग्थ्यो क्या, किनभने भाइहरू चाहिँ खटेको भाइहरूको त्यो हेर्दाखेरि त्यो कसको लागि गरिरहेको छ, एउटा सोसल वर्क गरिरहेको छ, त्यो मलाई एकदम पनि लाग्थ्यो होइन। त्यो मेरो यस्तो हुन्छ त्यसमा चाहिँ, त्यो चाहिँ मेरो लागि पनि हुन्छ र म सँगसँगै उसको लागि पनि हुन्छ क्या, किनभने त्यसमा मैले काम गरिरहेको छु, मेरो इफोर्ट लागिरहेको छ, उनीहरूले पनि त्यस्तै इफोर्ट गरोस्, अब आउने दिनमा त्यस्तो नहोस्, यो ठाउँबाट जाँदाखेरि एउटा सबै भएर निस्कोस्, समाजलाई राम्रै होस् भन्ने हाम्रो चाहिँ चाहना हो। के छ अब भाइहरूले फेरि के रियाब सुरु गर्ने कि अब अनि रियाब सुरु गर्ने हो भने गर्दाखेरि भाइले समाजबाट, प्रशासनबाट, कुनै सङ्घ संस्थाबाट, कुनै हाम्रो गभर्मेन्ट लेभलबाट केही एक्सपेक्टेसन केही छ भाइको? रियाबको खम्बा भनेको हाम्रो प्रशासनहरू हो है, एउटा प्रहरी प्रशासन पनि खम्बा हो, अनि त्योभन्दा माथि निकायका प्रशासन पनि खम्बा नै हुन्, 2टा खम्बा भयो, एउटा समाज पनि एउटा खम्बा नै हो र एउटा परिवार पनि खम्बा नै हुन्छ। यो 4 पिलर चाहिँ हामीलाई चाहिन्छ, त्यसको माथि मात्रै हामीले गर्न सकिन्छ। चारवटा चाहिँ एक्सपेक्टेसन चाहिँ हामी सबैजनासँग छौँ क्या। जस्तो प्रशासनको थ्रुबाट भाइहरूलाई के हेल्प गर्नुपर्छ जस्तो लाग्छ? त्यसको लागि चाहिँ हामीलाई चाहिँ अब कुनै पनि एउटा अब सानोतिनो घटनाहरू घट्योमा होइन, या फिर कसैलाई कतैबाट लिएर आउनु परेमा है, केही कुराहरूमा नराम्रो भएको खण्डमा चाहिँ उहाँहरूले चाहिँ अस्तिको टाइममा मैले भन्नुपर्दाखेरि होइन यिनीहरू यस्तो हो, यो समाज अभियन्ताहरू हो होइन, ड्रग भनेको एकदम डेन्जर चिज हो नि त नेपालको लागि, त बिग्रिरहेको छ नि त, खस्किरहेको छ नि त, कसैलाई वास्ता छैन नि, कहाँ सरकारी निकायहरूलाई वास्ता छ र? उनीहरूले त लगेर थुन्ने मात्रै हो, अरू केही छैन उपाय। यिनीहरूलाई थुन्नुपर्छ भने त्यो थुनेपछि त्यहाँनिर भएको पेन चाहिँ कसले हेर्दैन नि? के थाहा त्यो मान्छे वकिल बन्न सक्छ कि होइन, इन्जिनियर बन्न सक्छ किन? त्यस्तो व्यक्तित्व मान्छेहरू पनि छ नि ड्रगमा फसेको, के लगेर थुन्ने मात्रै हो र? चान्स नदिने, एक मौका नदिने होइन। त्यो त्यतातिर भन्दा नि मैले भन्नु खोजेको भाइहरू अब एउटा अभियानमा हिँडिरहेको छ, भाइहरूले अहिले इलाममा एउटा रियाब जरुरी छ भनेको कारणले चाहिँ मैले सोधेको चाहिँ के भने एक्सपेक्टेसन, जस्तो हाम्रो गभर्मेन्टको थ्रुबाट भाइहरूले ठ्याक्कै चाहेको चाहिँ एक्सपेक्टेसन चाहिँ कस्तो? एक्सपेक्टेसन त त्यही हो दाइ, हाम्रो समाजबाट फुल सपोर्ट चाहिन्छ होइन, समाज होइन मैले गभर्मेन्टबाट गभर्मेन्टबाट त दाइ त्यही हो, हामीलाई चाहिने भनेको हाम्रो जति पनि भौतिक संरचना हुन्छ होइन, त्यस्तोको लागि पनि हामीलाई साथ दिनुपर्ने हुन्छ कुनै पनि घटना घटेमा। जस्तो त्यो घटना घटिरहँदाखेरि भाइहरूको त्यो भनौँ न अस्तिकोमा जुन खालको घटना घट्यो त्यो एकदम नराम्रो हो आफैमा पनि होइन, त्यो कसैको ज्यान जानु भनेको नट अ जोक होइन, एउटा त्यो किरा फटाकेर मरायो होइन, मान्छेको ज्यान हो। अब यसको लागि चाहिँ मेरो पर्सनल पोइन्ट अफ भ्यूमा है भाइहरूको त्यो अलिकति विधान पनि विक भयो कि भन्ने मलाई बुझ्छु। होइन दाइ, विधानमा हामीले सबै कुरा फुलफिल विधानमा अनि जस्तो भाइहरूले जुन त्यो गार्जेन लिएर आउँदाखेरि एउटा फर्म फिलअप गराउँदा त्यसमा हरेक चिज अलिकति पोइन्ट आउट कम भयो कि जस्तो त्यो खालको घटना घटिरहँदा? हजुर त्यो पनि अलिअलि हुन्छ दाइ, त्यो हाम्रो मान्छे हो होइन, निकाल्यो भने हुन्छ दाइ, ह्युमन एरर त आउँछ नै। मेरो बुझाइमा अलिकति त्यो चिजले पनि चाहिँ भाइहरूलाई अहिले जुन भाइहरूले जुन माथि हिरासत बस्नु पर्यो, हिरासत नहुनु के अरे कारागारै चलान हुनु पर्यो, त्यो चिजलाई अलिक घटाउँथ्यो कि भन्ने मेरो ऊ हो क्या। होइन दाइ, अब विधानमा भनेको यस्तो हो, विधान कुनै पनि नराम्रो हुँदैन है, विधान चाहिँ सबै फुलफिलै छ, तर हामीले त्यहाँ गर्नुपर्ने व्यक्तित्वको त्यो जुन परामर्शको टाइपको हुन्छ नि त्यो साइन गर्नुपर्ने, त्यसमा कतै न कतै त्रुटि भएको हो कि भन्ने एउटा चाहिँ महसुस चाहिँ अब आएर चाहिँ भयो क्या। भनेपछि अझै अब त्यो घटना घटे पनि अहिले इलाममा त्यो उ छ गर्नुपर्छ भनेर, तर यो कुरामा चाहिँ हामीलाई कसैले पनि साथ दिएन काठमाडौँ। त्यही त मैले समाजले दियो, न प्रहरी प्रशासनबाट दियो, न माथि। त्यही त अब यो कुरालाई जुन पहिलाको यो केस भयो यो सकिसक्यो, अब सल्टिसक्यो लगभग होइन, अब भाइहरू अहिले सल्टिएको भन्नाले नि अब अलिकति फेरि केही बाँकी नै छ, त्यसको लागि पनि हेरौँ अब के गर्छ र। त यसलाई एउटा एजुकेसनको रूपमा हेर्दै होइन भाइहरूले एक्सपेक्टेसनलाई चाहिँ मैले भन्नु खोजेको अब मलाई प्रशासनले ठ्याक्कै हामीलाई यो गर्दै भने यो चाहिँ हुन्छ, हामीलाई सहज हुन्छ, अनि स्थानीय हाम्रो लोकल गभर्मेन्टले जस्तो वडाले नगरपालिकाले हामीलाई यति गर्दैन, यो हामी यस्तो गर्न सक्छौँ, र हामीलाई हेर्ने दृष्टिकोण समाजले यसरी गर्दै भने यस्तो हुनसक्छ भन्ने चाहिँ मैले भाइबाट चाहिँ
हो त्यो कुरा चाहिँ सोध्नु खोजेको क्या मैले। समाज अब समाजबाट हुनुपर्ने भनेको हाम्रो सकारात्मक रूपमा हेर्नु पर्यो है, हाम्रो थिङ्किङ प्याटर्न, हाम्रो विचारहरू हेर्नु पर्यो, हाम्रो सिद्धान्तहरू हेर्नु पर्यो क्या। सबसे पहिला समाजले चाहिँ यो खोलेको उद्देश्य के हो, सहकारी खोलेको उद्देश्य के हो त नबुझिकन त पैसा त हाल्दैन होला नि। हो त्यसरी नै हामीलाई पनि बुझिदिनु पर्ने हुन्छ कि हाम्रो सिद्धान्तहरू, हाम्रो विचारहरू होइन, त्यो कुरा पनि हेर्नु पर्यो नि। प्रहरी प्रशासनबाट हेर्नु पर्यो, स्थानीय ओडाबाट भनौँ, ओडाबाट चाहिँ हामीलाई चाहिने होइन चाहिने सामग्रीहरू पनि त अलिअलि उपलब्ध गर्न सक्छ होला नि त। आएको हुन्छ यस्तो कुराहरू, तर पाइँदैन नि किन त, यो कुरा पनि क्वेसन छ नि। यो क्वेसनको एन्सर म दिन सक्दिनँ, किन भन्ने कुराहरूको म एन्सरै दिन सक्दिनँ। भगवान् जाने भने जस्तो क्या। अब माथिबाट निकायबाट दिनुपर्ने कुराहरू भनेको हामीलाई सुझावहरू क्या, तिमीले यो गर, यसरी अगाडि बढ न भन्ने कुराहरू, त्यो पनि मलाई हामीलाई भनिदियो भने हामीले गर्न सकिन्छौँ नि त। हामी त्यसमा चुकिँदैनौँ नि त भाइ। तपाईँहरूले गर्नुभएको यो अलिकति राम्रो हो, अब यसलाई यसरी अगाडि बढाउँ न त भन्ने एउटा सुझाव दियो भने हामीले त्यसमा बढाउन पाइन्छ नि त। अब जुन हाम्रो फर्म हुन्छ त्यो फर्ममा पनि केही त्रुटि छ भने यो भएन, यो अलिकति हालिदेऊ न भन्ने कुराहरू भयो भने हामीले त्यसमा मिलाउन सकिन्छ नि त। ठिक छ भाइहरूलाई कुनै पनि जानकारी दिँदैन, कुनै पनि अहिले मैले ठ्याक्कै गर्नु खोजेको चाहिँ अब भाइहरूलाई अब यो अभियानमा चाहिँ अब सकेसम्म फेरि अब अर्कोचोटि भएछ भने हाम्रो थ्रुबाट अथवा केहीबाट हामीले पनि बोल्दा अब यही चाहिँ पडकास्टबाट पनि अब कसैले भाइहरूलाई सपोर्ट गर्न चाहनुहुन्छ भने उहाँहरूलाई म आह्वान गर्छु क्या। भाइहरूलाई आह्वान मात्र होइन, हातो मैले गर्नुपर्छ। आह्वान गरेर हामी हातेमाला गर्न पनि एकदम प्रतिबद्ध छौँ होइन। अब इन्ट्रेस्टिङ कुरो पनि थियो भाइहरूलाई, त्यो अब त्यत्रो घटना घटेर भाइहरूमाथि होइन, अब एउटा कैदीको रूप बिताउँदा पनि होइन, अहिले भाइहरूले त्यो चिजलाई अझै नछोडिकन गर्नु भनेको एकदम त्यो साहसी कुरो होइन। त्यसलाई म एप्रिसिएट पनि गर्छु। अब भोलिको दिनमा भनौँ अब यो हामीले अहिले खास पोडकास्ट गर्नको कारणै भाइले एउटा के अवेरनेस होस् होइन। स्पेसली मैले भाइलाई यहाँ गेस्ट बनाउनुको कारण पनि अब यो एडिक्सन र ड्रग भनेको के हो, यो चिजलाई यो चिज चाहिँ समाजमा कसरी हामीले बुझाउँदै भन्ने कुरोमा। अनि अर्को कुरो भाइले जुन कुरा बुझाएको छ यो चिज त व्यक्तिको कानमा भन्न त सकिँदैन। अनि एउटा भाइको लागि एउटा राम्रो प्लेटफर्म हुन्छ भन्ने हिसाबले अनि एउटा मेन कुरा चाहिँ के इच्छा गरेको तिमीले पनि होइन। मैले कुनै पनि आई क्यान नट चेन्ज पिपुल प्लेस एन्ड थिङ्स क्या। मैले कुनै पनि वस्तुलाई चेन्ज गर्न सक्दिनँ, सक्छु र सक्दिनँ नि। म कुनै पनि ठाउँलाई चेन्ज गर्न सक्दिनँ नि होइन, कुनै पनि वस्तुलाई पनि चेन्ज गर्न सक्दिनँ। त्यस्तै हो क्या दाइ, ड्रगलाई म बदल्न सक्दिनँ। ठिक छ अब भाइ सोचलाई चाहिँ बदल्न सकिन्छ फेरि। अब हाम्रो समयलाई नि अलिकति ख्याल गर्दै अब मैले लास्टमा भाइलाई एउटा शुभकामना दिँदै पनि होइन, अब भाइको भोलिको यो जुन अभियान छ त्यसमा सकेसम्म हामीले नि हातेमाला गर्न पाइयोस्, भाइलाई सपोर्ट गर्न पाइयोस् होइन, कुन एङ्गलबाट हुन्छ होइन। अब हामीले यता प्रशासनको थ्रु प्रशासनलाई हामीले थोरै झकझकाएर हुन्छ कि समाजलाई चाहिँ बुझाएर हुन्छ कि होइन। अब हाम्रो लोकल गभर्मेन्टलाई, वडालाई, नगरपालिकालाई हाम्रो थ्रुबाट के गर्न सकिन्छ त्यो पनि गर्ने होइन। अब अन्तिममा भाइलाई मैले लास्ट एउटा क्वेसन गरेँ, अब समाजले एडिक्टहरूलाई हेर्ने नजर कस्तो छ, अनि यो एडिक्सन भन्ने चिजलाई हामीले समाजबाट कसरी गर्न सकिन्छ भन्ने मैले यही लास्ट क्वेसन राखेँ। टाइम पनि भयो, समाजसँग 1.5 घन्टा भइसक्यो। राम्रोसँग मतलब मैले समाजसँग चाहिँ राम्रोसँग कम्युनिकेसन मिलाउने भन्नुभएको। अरू प्रश्न के भन्नुभएको? मैले भन्नु खोजेको अब एडिक्टहरूलाई मैले एडिक्टै भने होइन, दुर्व्यसनी भनौँ ल दुर्व्यसनीमा फसेको अलिकति घोचेर तपाईँले नि घोचेर भन्नु भइरहेको जस्तो लागिरहेको छ क्या मलाई। अहिले यसो एडिक्ट भन्दाखेरि क्या दाइ होइन, मैले त्यो नराम्रो लिएको होइन। यसो म अहिले भाइको म अहिले रिप्रेजेन्टेटिभ भनेको चाहिँ कस्तो भने यो समाजको हो क्या। त्यो अब यो अलिक सुन्दाखेरि तुच्छ सुनिन्छ वचन होइन, तर वास्तवमा भन्दाखेरि एडिक्टै भन्छ। मैले भाइ आइम सरी होइन, यो चिजले पिन्च नहोस्, तर कस्तो भने ठ्याक्क यो दुर्व्यसनमा फँसेकाहरूलाई हेर्ने नजर कस्तो छ होइन एउटा कुरो। र अर्को कुरो भनेको अब यो दुर्व्यसनीलाई हामीले अन्त्य गर्न के चाहिँ विधि अप्नाउनु पर्ला भनेर अब यसलाई अन्तिम गरौँ होइन। अनि अब समयले पनि अलिक गऱ्यो, सक्यो समय लगभग अलिक अब समाजले दुर्व्यसनमा फँसेका दुर्व्यसनीहरूलाई एउटा एडिक्टलाई हेर्ने नजर भनेको एउटा उखान छ क्या, एउटा चोर एकचोटिको चोर सधैँ चोर हो क्या। उसलाई हेर्ने नजर कहिले पनि बदलाव गर्दैन।
कहिले बदलाव हुँदै हुँदैन क्या बस उसले राम्रो काम मात्रै गर्नु पर्यो हुन्छ क्या उसलाई हिजो पनि दुर्व्यसन थियो आज पनि दुर्व्यसनै भन्नुहुन्छ क्या भरोसा छैन नि त विश्वास छैन त्यस कारणको लागि क्या यो चाहिँ यसरी हुन्छ यसरी बुझ्नु पर्यो क्या यो चेन्जै हुँदैन क्या चेन्जै गर्दैन त चेन्ज गर्नु पर्यो नि त्यो मान्छेले चेन्ज गर्दैन क्या एकचोटिको चोर सधैँको लागि चोर भने जस्तो क्या वान्स एडिक्ट अलवेज बी एन एडिक्ट भन्छ क्या हामीले चाहिँ है हामीमा एउटा रोग छ क्या त्यो रोग जतिखेर डिजिज पनि जतिखेर ब्लास्ट हुनसक्छ अघि नै भन्यो नि तपाईँले कुनै पनि त्यो फ्रस्ट्रेसन होइन एन्जाइटी हुनै पर्दैन बाहना भइपुग्छ क्या त्यो ब्लास्ट गरिसकेपछि खानको लागि र अर्को समाजसँग एकीकृत भएर जाने भन्नुभयो होइन अब यो उसलाई चाहिँ एडिक्सनलाई रोकथाम गर्ने चाहिँ रोकथाम गर्नको लागि रोकथाम अथवा म त रोकथाम होइन हामी एउटा समाजको सजग व्यक्ति अथवा चेतनशील व्यक्तिले के भन्छ भने रोकथाम होइन क्या यसलाई चाहिँ म चाहिँ निर्मूलै गर्नुपर्छ भन्छ कि त्यसको केही उपाय छ भने निर्मूल उपाय भनेको यसको चाहिँ धेरै कुराहरू छ होइन यसको सब्स्टिट्युसनहरू धेरै छ क्या लागु चाहिँ गर्नुपर्ने निर्मूल भनेको त्यसलाई खतमै गर्दैन क्या खतम त हुँदैन नि त यो कुराहरू कहिल्यै गर्नै सक्दैन जबसम्म यो हाम्रो बोर्डर सीमा छ नि जबसम्म सिल हुँदैन नि त्यही है हाम्रो तबसम्म भइराख्ने चिज हो भइरहेको छ क्या यो खतम कहिले गर्न सक्दैन क्या ओकेला अब अघि पनि लास्ट भने अब लास्ट भाइलाई यो मेरो पोडकास्टको थ्रुबाट अब यो लागु औषध दुर्व्यसन सम्बन्धी केही छ नि अब छोटो लास्टमा छोटो केही म्यासेज दिन छ भने भाइले ठ्याक्कै सोध्दै आउँछ प्रुभ योर सेल्फ भनिन्छु कि म चाहिँ त आफूलाई एउटा बना विश्वास को पात्र बना केही गरेर देखा के गर्नुपर्छ इनफ इज इनफ भनेर क्या है अब धेरै भयो अब उठ्नु पर्यो क्या अब भएन सुतेर अब मरेर भएन अब बाँचेर के गर्नुपर्छ है म आफ्नो जडा गाड्न सकोस् क्या कसैको मनमा त जडा गाड्न सक्छु न कमसेकम आफ्नो मनमा जडा गाड्न सक्छु नि हो त्यो जडा गाड्नु भयो फुल फुल्नको लागि राम्रो फुल फुल्नको लागि नत्र कुहेको फुल कुहेकै हुन्छ होइन ल हुन्छ थ्याङ्क यू भाइलाई पोडकास्टमा गरेँ अब यो भनौँ न यो लागु औषध सम्बन्धी त अब गफै गरेर गर्ने भने भाइ त अब आफैले पनि त्यो चिज भोगेर आएको होइन गफै गर्ने भने त धेरै समय पनि हामी बिताउन सक्छौँ होइन तर एउटा हाम्रो अहिलेको उसलाई टाइम सेड्युललाई पनि गर्ने हिसाबले भाइलाई यहाँसम्म मैले नि चाहिँ भाइ पनि उज्जवल भविष्यको तिम्रो उज्जवल भविष्यको कामना गर्छु धन्यवाद भाइको चाहिँ जुन अभियान छ यो निरन्तर लागिराखौँ एउटा कुरा चाहिँ मेन कुरा चाहिँ के भन्दा लास्ट एउटा भन्नुपर्दा सुख दिन नसके पनि दुःख चाहिँ दिन्न है अब कसैलाई पनि ल हस् ल धन्यवाद मेरो भाइलाई ल मेरो पोडकास्टमा आइदिएकोमा भाइलाई धेरै धेरै धन्यवाद भाइको अभियान सक्सेस रहोस् ल थ्याङ्क यू